So, good afternoon, everybody. Namaste from Trust Education Foundation, and thank you for coming. So, आज हामी तपाईहरुको स्विडेन यात्रा भन्दा अगाडि तपाईहरुलाई त्यहाँ जानको लागि त्यहाँ गइसकेपछि के कुराहरू गर्नुपर्छ, के कुराहरूको मानसिक रूपले आर्थिक रूपले तपाईहरु तयारी हुनुपर्छ फाइनान्शियल रूपमा र इन्फर्मेसन वाइज के कुराहरूमा तपाईहरु अपडेटेड हुनुपर्छ भन्ने कुराको ब्रिफिङ्सको लागि र तपाईहरुलाई कन्ग्रेचुलेसन्स पनि दिनको लागि यो प्री डिपार्चर सेसन आयोजना गरेको छु। र यसमा तपाईहरु जसरी सहभागी हुनुभएको छ यो वास्तवमै उत्साहजनक पनि छ र तपाईहरुले आज यहाँबाट जति इन्फर्मेसन्सहरु लिएर जानुहुन्छ त्यो इन्फर्मेसन्सहरुले तपाईहरुको आगामी स्विडेनको यात्रालाई अझ सहज बनाउँछ भन्ने हामीले विश्वास लिएको छ। वास्तवमा आज इन्टरनेशनल एजुकेसन एकदमै गाह्रो भइसकेको छ नेपाली स्टुडेन्ट्सहरुको लागि। तपाईहरुले आज जति पनि इंग्लिश स्पिकिङ कन्ट्रीजहरु अस्ट्रेलिया, क्यानाडा, न्यूजील्यान्ड अरु कन्ट्रीजहरुलाई हेर्नुभयो भने ती कन्ट्रीजहरुको भिजा रेट एकदमै धेरै डिक्लाइनिङ अथवा भनौं डिभास्टेटिङ स्टेटमा पुगिसकेको छ। लास्ट मन्थको डेटा हेर्ने भने अस्ट्रेलियाको भिजा रेट 14% छ, जुन इतिहासकै सबैभन्दा कमजोर रेटमा पर्न जान्छ। क्यानाडाको थोरै इम्प्रुभमेन्ट देखिए पनि क्यानाडाको त्यस्तै छ। न्यूजील्यान्डको पनि 25 देखि 30% को मात्रै भिजा सक्सेस रेट छ। यसको पछाडी थुप्रै कारणहरू छन्। एक त इन्टरनेशनल एजुकेसन्सले साउथ एसियन मार्केट स्पेशल्ली हाम्रो नेपाली स्टुडेन्ट्सहरूले विदेशमा गएर त्यहाँ विभिन्न किसिमका पढाइ छोडेर ओभरस्टे गर्ने, बढी वर्किङ आवर्स गर्ने देखि लिएर उनीहरूले बनाएका फर्ज डकुमेन्ट्सहरू हैन, यी विभिन्न त्यहाँका रुल्सहरुमा उनीहरूले आफूलाई अपडेट नगरेको कारणहरू, यी सबै कुराहरूले गर्दाखेरि उनीहरूले पनि बिस्तारै लर्न गर्दै गयो कि यी स्टुडेन्ट्सहरू वास्तवमा हाम्रो मार्केटको लागि त्यति सुटेबल छैनन् भन्ने उनीहरूको बुझाइ रह्यो। पछिल्लो समयमा निरन्तर रूपमा ती एम्बेसीहरूसँग ती कन्ट्रीहरूसँग नेपालका स्टेक होल्डर्सहरूले बारम्बार सहकार्य गर्ने, बारम्बार अपडेट लिँदै गर्दाखेरि पनि भिजा रेटमा सुधार भइ नरहेको अवस्था छ। त्यसमाथि पनि पछिल्लो समय हाम्रो जेनजी पुस्ताहरूको पछिल्लो जब हाम्रो आन्दोलनहरू भयो, जेनजी आन्दोलन जुन विश्वमै एक प्रकारले त्यसलाई कसैले पोजिटिभली लिएको छ भने कति कन्ट्रीहरूले चाहिँ त्यसलाई चाहिँ भिजाको लागि एउटा रेट बेन्चमार्कको रूपमा पनि लिएको पाइन्छ। त्यसले गर्दाखेरि पनि नेपाली स्टुडेन्ट्सहरूको भिजा सक्सेस रेट विभिन्न कन्ट्रीजहरूमा एकदमै डिभास्टेटिङ तरिकाले डिक्लाइन भएको अवस्था छ। बट ट्रस्ट एजुकेसन्सबाट स्विडेन एप्लाई गर्नुभएको जति पनि स्टुडेन्ट्सहरू हुन्छ आजको दिनसम्म यो इन्टेकको लागि आजसम्म आएको डिसिजन्समा 100% भिजा छ। आई थिङ्क दिस इज अ ग्रेट अचिभमेन्ट। यो अगस्त इन्टेकको लागि म कुरा गर्दैछु, अझै 8, 10, 15, 20 जनाको डिसिजन आउन बाँकी होला, तर जतिजनाको डिसिजन्स आएको छ वी हेभ बिन एबल टु सक्सेसफुली अचिभ 100% भिजा फर स्विडेन। यो अचिभमेन्ट त्यति सजिलै प्राप्त भएको छैन। यसको पछाडि ट्रस्ट एजुकेसन्सको टिम मेम्बर, ट्रस्ट एजुकेसन्सको विगतको इतिहास र विगतदेखि ट्रस्ट एजुकेसन्सले स्विडेन र स्विडेनमा जाने विद्यार्थीहरूको लागि उसले अनुभव एक्सपिरियन्सबाट गेन गरेका थुप्रै अनुभवहरूलाई बटुलेर कुन विद्यार्थीलाई कस्ता खालका कोर्सहरूमा पठाउनुपर्छ, उनीहरूको कस्तो खालको डकुमेन्ट्सहरू तयार गर्नुपर्छ, यी साना साना कुराहरूले भिजामा एकदमै ठुलो असर गर्छ। एकदमै ठुलो। हामीलाई चाहिँ भिजा आइसकेपछि ए नर्मल्ली भिजा लाग्यो भन्ने लाग्छ, तर त्यसको पछाडि टिमले वर्कआउट गरेको सानो सानो कुराहरू एकदमै माइनर कुराहरू हुन्छ जुन कुराहरू चाहिँ भिजाको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ र त्यो अचिभ भइसके पछाडि ए नर्मल्ली भिजा लाग्ने रहेछ भन्ने सबैलाई हुन सक्छ, बट त्यस्तो हुँदैन। त्यसको पछाडि
त्यसको पछाडि थुप्रै कुराहरू छन् जुन हाम्रो एडमिसन टिमले काम गरिरहेको हुन्छ र म यहीँबाट हाम्रो एडमिसन टिम अंकित सर, आकृति म्याम, अनुष्का म्याम सबैलाई बिग कन्ग्रेचुलेसन्स भन्न चाहन्छु। आई थिंक दे डिजर्भ योर राउन्ड एप्रोच। विगत 13 वर्षदेखि नेपालमा स्विडेन पनि पढ्न जानुपर्छ है, स्विडेन पनि एजुकेसन हब है भनेर चिनाउने नेपालमा एकमात्र कन्सल्टेन्सी, वान एन्ड ओन्ली वान कन्सल्टेन्सी ट्रस्ट एजुकेसन फाउन्डेसन। सुरुदेखि नै हामीले ट्रस्ट एजुकेसन फाउन्डेसनलाई स्विडेन पठाउने एउटा मात्र कन्सल्टेन्सी हो नेपालको भनेर इस्टाब्लिस गर्यौं र आजसम्म पनि त्यो कुरा इस्टाब्लिस छ। यद्यपि हामीले अहिले केही कन्सल्टेन्सीहरूबाट स्विडेनको पनि प्रमोसन या कामहरू भइरहेको देखेको छौं, जसको हामी खुलेर स्वागत गर्छौं। वास्तवमा स्विडेन साँच्चै पढ्न जाने विद्यार्थीहरूको लागि एकदमै राम्रो छ। अहिले म यो फेरि सपनाकै ठुलो संसार हो, यहाँ गएपछि मेरो पुरै अब सबै कुरा चेन्ज हुनेवाला छ भन्ने सोच्नु हुँदैन। म यसको अहिले केही प्रोज होला, केही कन्सहरू होला, त्यसमा पनि आउँछु अहिले। तर यथार्थ कुरो चाहिँ के हो भने स्विडेनमा तपाईहरु जहाँ पढ्न जाँदै हुन्छ म्याक्सिमम युनिभर्सिटिजहरू सबै गभर्नमेन्ट फन्डेड पब्लिक युनिभर्सिटिजहरू छन्, जसको आजको दिनमा हाम्रो लागि च्यालेन्ज भनेको त हामीले छानेको युनिभर्सिटी नै कतिपय युनिभर्सिटीहरूको र्याङ्किङै छैन, कतिपय युनिभर्सिटीहरूको चाहिँ पढिसकेपछि डिग्री नै भ्यालिड हुँदैन, कतिपय युनिभर्सिटीहरू पढ्दा पढ्दै बन्द भइदिन्छ, कतिपय युनिभर्सिटीहरूबाट पढेको कोर्सहरूको कहीँ पनि सुनवाई नै हुँदैन, एक्रिडेसन नै छैन। बट एटलिस्ट तपाईहरु ढुक्क भएर तपाईहरुले पढेको कोर्सहरू वर्ल्डको जुनसुकै कुनामा पनि सजिलै तपाईहरुले पढेको सर्टिफिकेट र डिग्री रिकग्नाइज हुन्छ भने आत्मविश्वासका साथ तपाईहरु स्विडेन जान सक्नुहुन्छ। अझ विशेष गरेर स्विडेन आईटी, इन्जिनियरिङ, एग्रिकल्चर, बायोसाइन्स यी सबैको लागि एउटा हब पनि हो र अझ मास्टर डिग्री गर्न जाने स्टुडेन्ट्सहरूको लागि त स्पेशल डिग्री कोर्सेसहरू भएको हुनाले उहाँहरूले यसको भरपुर फाइदा लिन सक्नुहुन्छ स्विडेनमा गएर। हाम्रो नेपालमा ट्रेन्ड कस्तो छ भने ब्याचलर सकिसके पछाडि मास्टर डिग्री पढ्नको लागि कमन कोर्सेसहरू पढ्ने चलन छ, कमन कोर्समा मास्टर डिग्री गर्ने चलन छ। तर स्विडेनमा तपाईहरुले नै चुज गरेको कोर्सहरू हेर्नु भयो भने जस्तो हामी एमबीए पढ्ने मात्रै भन्छौँ भने स्विडेनमा यु विल गेट हरेक टपिक स्पेशलाइज डिग्रीजहरू छ। सो मास्टर डिग्री भनेको वास्तवमा के हो, स्पेशलाइजेसन्स गर्ने हो, एक्सपर्टिजम लिने हो। र तपाईहरु पनि विदेश जाँदै गर्दाखेरि हिजोको दिनभन्दा आज अलिकति फरक ढङ्गले सोच्नुपर्छ जस्तो लाग्छ मलाई। हिजो हामी विदेश जाँदाखेरि हुन त काउन्सिलिङको क्रममा पनि तपाईहरुले सर त्यहाँ काम चाहिँ पाइन्छ कि पाइँदैन, पैसा कमाइन्छ कि कमाइँदैन, हाम्रो त कुरा नै त्यही हो, सेटलमेन्ट हुन्छ कि हुँदैन, यस्तै क्वेसन्सहरू बढी सोध्नु भएको हुन्छ। यो चिन्ता र चासो तपाईहरुको जे छ त्यो हामीले बुझेको हुन्छौँ। तर कुनै पनि चिजको सफलता क्षणिक रूपमा हात लाग्दैन। सफलता भनेको चाहिँ नलेज एन्ड इन्फर्मेसन नै चाहिँ तपाईहरुको सफलताको कडी हुन्छ। सो जाने बित्तिकै अभियसली तपाईहरुलाई कामको खाँचो पर्छ, तपाईहरुले काम गर्नुपर्छ, तर त्यसको उद्देश्य काम गरेर पैसा कमाइहाल्ने भन्ने उद्देश्य पहिलोचोटि राख्नु हुँदैन। तपाईहरुले आफ्नो लिभिङ, आफू बस्नको लागि, खानको लागि, सकेसम्म ट्युसन फीलाई एफोर्ड गर्नको लागि, त्यसका लागि उपायहरू, बाटोहरू, त्यसको लागि चाहिँ तपाईहरुले जुनसुकै काम पनि तपाईलाई आउने कामहरू सिकेर गरेर त्यहाँनेरि गर्न सक्नुहुन्छ। बट अन द टप अफ योर माइन्ड, तपाईको माइन्डमा चाहिँ के हुनुपर्छ भने म यहाँ सामान्य रेस्टुरेन्टमा काम गरेर अथवा सामान्य यो तलको लो लेभलको जबहरू गरेर, त्यही जबहरू गरेर अलिअलि पैसा भेला पारेर यो युरोपियन लाइफ बिताउन मात्रै म युरोप आएको होइन भन्ने कुरा चाहिँ अन द टप अफ योर माइन्ड हुनुपर्छ। मेरो भन्नुको अर्थ के हो भने तपाईहरुले सबैभन्दा पहिला दिमागमा राख्नुपर्छ म साँच्चै पढ्न आएको, म साँच्चै पढ्छु, म साँच्चै नै यहाँको डिग्रीमा मैले केही न केही भर्सक सकिन्छ भने त्यहाँनेरि पनि मेरिट बेस स्कलरसिप्सहरू हुन्छ। त्यो स्कलरसिपहरू अचिभ गर्न तपाईहरु सबैजना सक्षम हुनुहुन्छ। त्यसको लागि तयारी गर्नुहोस्, माइन्डसेट त्यसरी गर्नुहोस् कि म कुनै न कुनै फिल्डमा स्पेशल डिग्री जुन मैले लिँदैछु त्यसमा म साँच्चै एउटा प्रोफेसनलिजम म डेभलप गर्छु र म त्यसको एउटा चाहिँ
बजारमा आफूलाई सजिलै इन्टरनेसनल लेबर मार्केटमा मेरो डिग्रीलाई म सजिलै सेल गर्न सक्छु अनि त्यस पछाडि म पैसा कमाउँछु। घन्टाको हिसाबले होइन, म इयरली प्याकेजमा म बार्गेनिङ गर्छु एम्प्लोयरसँग, एम्प्लोयरले मसँग बार्गेनिङ गर्ने होइन, एम्प्लोयरलाई म बार्गेनिङ गर्छु, मलाई यति स्यालेरी दिएस् भने म 13 मा आउँछु। सुरुमा इन्ट्री लेभलमा तपाईँहरूलाई केही समस्या पर्छ होला, बट एज सुन एज यु इन्टर इन द रियल प्रोफेसनल जब मार्केट, देन your qualification, your experience, your expertism matters there. They are not going to say you are a Nepali or you are Indian or whatever. They are going to judge you on the basis of the real experience, real expertism that you have. So त्यस कारणले गर्दाखेरि तपाईहरुले कसरी प्लान गरिराख्नु भएको छ? जनरली डिपेन्डेन्टसँग जानेहरुको त एकजना पढ्ने एकजना कमाउने भन्ने हुनुहुन्छ होला। त जो पढ्ने मान्छे हुन्छ उहाँलाई साँच्चै पढ्ने वातावरण दिनुस्, उहाँहरूले साँच्चै पढ्नुपर्छ, उहाँहरूले साँच्चै त्यो नलेज गेन गर्नुपर्छ र त्यसपछि अहिले वर्ल्डको जियोग्राफिकल बैरियर नै छैन हैन। तपाईहरुले आफै पनि यहाँ कतिजना मैले आईटी प्रोफेसनल्सहरुसँग मैले काउन्सेलिङको क्रममा कुरा गरेको छु, उहाँहरू नेपालमै पनि राम्रै पैसा कमाइराख्नु भएको छ। सो दे आर डुइङ फ्रीलान्सिङ, दे आर डुइङ आउटसोर्सिङ। सो तपाईहरुले त्यो वहाँ बसेर पनि गर्न सक्नुहुन्छ, तर हिजोभन्दा अझै परिष्कृत रूपमा, हिजोभन्दा अझै एडभान्स रूपमा, अझै एक्सपर्टको रूपमा। कतिजना यहाँ डेटा साइन्स पढ्न जाँदै हुन्छ, कतिजना यहाँ आर्टिफिसियल इन्टेलिजेन्स पढ्न जाँदै हुन्छ, कतिजना इन्जिनियर पढ्न जाँदै हुन्छ, कतिजना रोबोटिक्समा जाँदै हुनुहुन्छ। सो तपाईहरु विश्वास गर्नुहोस्, तपाईहरु जुन ठाउँमा जुन युनिभर्सिटीमा जे पढ्न जाँदै हुन्छ त्यो वर्ल्ड क्लास एजुकेसनमा जाँदै हुन्छ। तपाईहरु अस्ट्रेलिया पढ्न जानको लागि नेपालबाट कुनै प्राइभेट कलेज नेपालीहरु या इन्डियनहरुले खोलेको त्यो एउटा इन्स्टिट्युट जस्तो कलेजमा तपाईहरु गइराख्नु भएको छैन। तपाईहरु फुल फ्लेज रिसोर्सेस भएको, फुल फ्लेज नयाँ टेक्नोलोजी भएको, एडभान्स टेक्नोलोजीहरु भएको, एकदमै वेल इक्विप्ड ल्याबहरु भएको, लाइब्रेरीहरु भएको, रिसोर्सेसहरु भएको, एक्चुअल प्रोफेसर्सहरु भएको, एक्चुअल वर्क इथिक्स कसरी तपाईले काम गर्ने भन्ने सिकाउने ठाउँहरु भएको, यस्तो ठाउँमा तपाईहरु जाँदै हुन्छ। तपाईहरुको प्रोजेक्टहरु रियल वर्ल्डमा तपाईहरुले प्रोजेक्टहरु गर्नुहुन्छ। तपाईहरुको थ्योरिटिकल कम हुन्छ, तपाईहरुको प्र्याक्टिकल एस्पेक्ट्सहरु बेसी हुन्छ। सो त्यो हिसाबले तपाईहरुले सोच्नुपर्छ। अरु 2 वर्ष पैसा नकमाउँदा केही फरक पर्दैन, अरु 2 वर्ष पैसा नकमाउँदा केही फरक पर्दैन, तर 2 वर्ष पछाडि इफ यु क्यान डेभलप योरसेल्फ एज अ भेरी प्रोफेसनल पर्सन, यु बिलिभ मी, मैले यही पनि भनिसकेँ, तपाईहरुले एनुअली डलरमा, युरोमा, प्याकेजमा तपाईहरु स्यालेरी बार्गेन गर्न सक्नुहुन्छ। इफ यु वान्ट टु वर्क एज अ एम्प्लोइ, you can start up your own business, you can start up your own entrepreneurships like small scale businesses हरु नेपालमै आएर पनि गर्न सक्नुहुन्छ। You can think of new ventures and many other things, नयाँ नयाँ कुराहरु सोच्न सक्नुहुन्छ। नेपालमा जस्तो त्यस्तो नेपालमा हामीलाई जे गर्न पनि डर लाग्छ, केही नयाँ सेटअप गर्यौं के हुने हो कसो हुने हो, पोलिटिकल स्टेबिलिटी त्यहाँ छैन त्यस्तो। You can start up, you can think of new business venture, you can change your visa from student visa to business visa, working visa, and finally you can settle there if you want to. That's your choice. So but तपाईहरुले आज हिजोको दिनमा सुरुमा बाहिर जाने सोच बनाउनु भयो, धेरै कन्ट्रीहरु सोच्नु भयो होला, कतिपय कन्ट्रीमा एप्लाई गर्नु भयो होला, कतिपय कन्ट्री जाने तपाईहरुको सपना थियो होला, त्यसको लागि तपाईले एप्लाई गर्नुभयो, कसैको रिजेक्सन भयो होला, कसैको डकुमेन्ट पुगेन होला। यी विभिन्न कारणहरुले तपाई अल्टिमेटली स्विडेनको लागि आउनुभयो, ट्रस्ट एजुकेसनलाई विश्वास गर्नुभयो। हामीले तपाईहरुको विश्वासलाई आज साकार पारेका छौं। अब तपाईहरुको पालो, तपाईहरुको सपनालाई साकार पार्न, तपाईहरुको आमा बुवाको सपनाहरुलाई साकार पार्ने पालो अब तपाईहरुको। तर अब जोड्ने सजिलो चाहिँ छैन। मैले अघि पनि भने स्विडेन जाने बित्तिकै त्यहाँ चाहिँ त्यो टप 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 टिप्ने खालको त्यहाँ त्यस्तो मनी प्लान्ट्सहरु छैन। त्यहाँ संघर्ष छ, किनभने त्यहाँ पनि जब मार्केट, अहिले विश्वकै जब मार्केट, जब रसिया युक्रेनको वार सुरु भयो, जब यो अहिले पछिल्लो समय ट्रम्पको क्रेजीनेस सुरु भयो, यी सबै कारणहरूले गर्दाखेरि एक तरिकाले वर्ल्ड मार्केट नै जबको लागि स्याटर्ड भएको छ। बट यो हुँदाहुँदै पनि हामीले आजसम्म पठाएको विद्यार्थीहरू, सो मोर देन 2000-3000 विद्यार्थी जति पनि जानु भएको छ, उहाँहरूलाई जब पाउन केही समय लाग्यो होला।
बट अल्टिमेटली पाइन्छ। र त्यसको लागि तपाईँहरूको पनि तयारी पहिलेदेखि हुनुपर्थ्यो। हामीले भाषाका कुराहरू कतिपय यहाँनिर ट्रस्ट एजुकेसनले ल्याङ्ग्वेज क्लासहरू स्टार्ट गर्दाखेरि तपाईँहरूलाई इन्डिभिजुअली कति कल्स पनि गयो होला, हामीले कति रिक्वेस्ट पनि गऱ्यौँ होइन। ल्याङ्ग्वेज भिजाको लागि जरुरी थिएन, तर अब तपाईँलाई त्यहाँ गएर एयरपोर्टमा ओर्लिने बित्तिकै एउटा साइन देख्नुहुन्छ होला इङ्ग्लिसमा पनि, तर जसले स्विडिस भाषा अलिअलि पढेको छ उसले त्यहाँनिर स्विडिस ल्याङ्ग्वेजहरू पनि देख्छ, उसलाई मोर कम्फोर्टेबल फिल हुन्छ, उसलाई मोर कनेक्टेड फिल हुन्छ। भोलिका दिनमा जब मार्केटमा कहीँ जाँदाखेरि पनि स्विडिस ल्याङ्ग्वेजहरू अलिअलि बोल्न सक्ने मान्छेहरू मोर कन्फिडेन्ट हुन्छ। तपाईँहरू दुईजना एउटा इङ्ग्लिस मात्र जानेको एउटा अलिअलि स्विडिस र इङ्ग्लिस जानेको मान्छे जबमा जाँदाखेरि पक्कै पनि इम्प्लोयरले अर्कोलाई चुज गर्छ। सो भाषाको कुरा रह्यो। त्यस्तै गरेर तपाईँहरूले यो बिचमा हामीले तपाईँहरूसँग अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी 15 देखि लिएर तपाईँहरूसँग हामी कनेक्टेड हुँदै गरेर तपाईँहरूसँग इनफ 5-6 महिना टाइम थियो। तपाईँहरूले आफूमा के कुराहरू डेभलप गर्नुभयो कि मैले वहाँ गएर यो चिजमा चाहिँ म साँच्चै काम गर्छु, मैले यस्तो खालको एम्प्लोयरकोमा गएर मैले यो चिज सर्टिफिकेट चाहिँ म अथवा म भन्न सक्छु आई क्यान डु दिस फर यर कम्पनी। त्यो कन्फिडेन्स डेभलप गर्नु भएको छ कि छैन? जब त तपाईँलाई कसैले चाहिँ ल्याएर त दिँदैन होइन। कुनै पनि कम्पनीले तपाईँलाई के को लागि पे गर्छ? उसले तपाईँबाट केही पाउँछ भन्ने उसलाई महसुस भएपछि मात्र पे गर्छ। सो त्यो विश्वास तपाईँले दिलाउनको लागि तपाईँलाई उसले सोध्ने क्वेसन वाट यु क्यान डु फर माई कम्पनी, तसँग के छ त्यस्तो जसको लागि म तँलाई हायर गरौँ? तपाईँ आफै सोच्नुहोस् तपाईँसँग के छ उसलाई दिनको लागि। यदि तपाईँलाई थाहा छ आई क्यान गिभ दिस फर यर कम्पनी, आई ग्यारेन्टी यु द्याट यु विल गेट जब। तपाईँलाई अझै पनि थाहा छैन भने आई विल टेल यु यु विल फाइन्ड स्ट्रगलिङ टु गेट जब। बिकज तपाईँलाई कुनै कुरामा कन्फिडेन्स छ म यो काम गर्न सक्छु भने तपाईँले सजिलै त्यस्तो चिजहरू त्यहाँ भेट्नुहुन्छ, त्यहाँ जानुहुन्छ, इन्टरभ्यू दिनुहुन्छ, आज नभए पनि भोलि नभए पनि तपाईँले काहीँ न काहीँ त्यो चिजको आउटपुट पाउनुहुन्छ। सो ओभरअलमा म के भन्छु भने रियल च्यालेन्जेस, तपाईँहरूलाई रियल च्यालेन्ज किन बिगिन भएको छ भने अब आजसम्म कतिजना त यहाँ अलिकति म्याच्युर पनि हुनुहुन्छ र म्याच्युर नभएकोहरू जो अहिलेसम्म पनि टोटल्ली बुवा आमाले नै कमाएको, बुवा आमाले केही छत्रछायाँमा बसेकोहरू अझै पनि हुनुहुन्छ, टोटल्ली डिपेन्डेन्ट हुन्थ्यो भने अब तपाईँहरूले अझै बढी सङ्घर्षहरू गर्नुपर्ने हुन्छ। तपाईँहरूले आफै बाबुआमाको रोल प्ले गर्नुपर्ने हुन्छ। फाइनेन्सियल्ली तपाईँहरूले आफैलाई स्ट्रङ बनाउनु पर्ने हुन्छ। मेन्टल्ली तपाईँहरूले आफैलाई स्ट्रङ बनाउनु पर्ने हुन्छ। तपाईँहरू बिरामी हुनुभयो केही हुनुभयो भने त्यसको लागि आफै आमा बनेर आफैलाई स्याहार गर्नुपर्ने हुन्छ होइन। तपाईँहरूको खाना पकाइदिने, तपाईँहरूको लुगा धोइदिने मान्छे अब तपाईँ स्वयं आफै हो। सम्पूर्ण कामहरू सानो सानो तपाईँहरूको जीविकोपार्जनका कुराहरूदेखि लिएर तपाईँको डेली लाइफका रुटिन्सहरूदेखि लिएर तपाईँले गर्नुपर्ने एसाइनमेन्ट्सहरूदेखि लिएर जब खोज्नुपर्ने, पैसा कमाउनु पर्ने, बिल भर्नुपर्ने सम्पूर्ण रेस्पोन्सिबिलिटिजका कुराहरूदेखि लिएर होइन, एसाइनमेन्टका डेडलाइन्सहरूदेखि लिएर, सो दिज अल थिङ्स द्याट यु निड टु म्यानेज एन्ड दिज आर द थिङ्स द्याट विल मेक यु अ रियल प्रोफेसनल पर्सन। दिज आर द थिङ्स द्याट विल टिच यु वाट लाइफ इज एक्चुअली। जीवन के हो, सङ्घर्ष के हो भन्ने कुराहरू यस्तै चिजहरूले सिकाउँछ, यिनै सङ्घर्षहरूले सिकाउँछ। र ट्रस्ट एजुकेसन फाउन्डेसनको परिवारको तर्फबाट तपाईँहरू सबैलाई तपाईँहरूको आगामी स्विडेन यात्रा जतिसुकै सुरुमा स्ट्रगलिङ कठिन भए पनि आगामी दिनमा तपाईँहरूले हामीलाई धन्यवाद दिने गरी, हामीलाई सम्झिने गरी तपाईँहरूको जीवन सफल बनोस्, तपाईँहरूको करियर उचाइमा पुगोस्। तपाईँहरू सबैले एक दिन सकिन्छ भने फेरि नेपाल फर्केर नेपाल आमालाई पनि सेवा गर्ने मौका मिलोस्, त्यो सोच राखेर जानुहोस्। यति भन्दै तपाईँहरू सबैलाई आजको यो प्री डिपार्चर सेसनमा भित्र हृदयबाटै वार्म वेलकम गर्दै ट्रस्ट एजुकेसन्सको म्यानेजिङ डाइरेक्टर म मिलन ओली पर्सनल रूपमा र सम्पूर्ण ट्रस्ट एजुकेसन फ्यामिलीको तर्फबाट तपाईँहरूलाई धेरै धेरै फेरि पनि कङ्ग्रेचुलेसन्स भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू।
So, hello, good afternoon and namaste to everyone. मेरो नाम चाहिँ प्रकृति हो. So, first of all चाहिँ हजुरहरू सबैजनालाई चाहिँ congratulations for receiving your visa and to those who are still waiting for it. So, I believe सबैजनाले यो मोमेन्टको लागि चाहिँ धेरै कुरिराख्नु भएको थियो होला हैन. अब सुरुमा चाहिँ काउन्सिलिङमा आउँदाखेरि मेरो अफर लेटर आउँछ कि आउँदैन भन्ने चिन्ता हुन्थ्यो. त्यसपछि चाहिँ ल अफर लेटर आयो, त्यसपछि चाहिँ मेरो भिजा प्रोसेसको लागि डकुमेन्ट अरेन्जमेन्ट कसरी गर्ने भन्ने चिन्ता हुन्थ्यो. त्यसपछि भिजा प्रोसेस सकिसकेपछि अब मेरो भिजा आउँछ कि आउँदैन भन्ने पनि चिन्ता हुन्थ्यो हैन. सो फाइनली हजुरहरू सबैजनाको वेट चाहिँ ओभर भइसक्यो है. सो अब द मोस्ट इम्पोर्टेन्ट क्वेसन इज भिजा त आयो, अब स्विडेन जानुभन्दा अगाडि र स्विडेन गइसकेपछि चाहिँ के गर्ने हो, यो कुराको लागि चाहिँ हामीले आज यो प्री डिपार्चर सेसन राखेको है. सो यो प्री डिपार्चर सेसन राख्नुको मेन पर्पज नै हजुरहरू सबैजनालाई वेल प्रिपेयर्ड, मोर प्रिपेयर्ड र मोर कन्फिडेन्ट बनाउनको लागि हो. सो अब चाहिँ हामी प्रेजेन्टेसन स्टार्ट गर्छौँ है. इन्सुरेन्सको कुरादेखि लिएर यो सबै कुराहरू चाहिँ कभर हुन्छ र लास्टमा चाहिँ एउटा क्वेसन एन्सर सेसन हुन्छ जहाँ चाहिँ तपाईँहरूको जति पनि कन्फ्युजनहरू छ त्यो तपाईँले सोध्न सक्नुहुन्छ है. सो लेट्स गेट स्टार्टेड. हामी अर्को स्लाइडमा जान्छौँ. हो, मैले अघि नै भने जस्तै यो सेसनले के कभर गर्ने भयो भन्दाखेरि चाहिँ फर्स्ट पार्ट भनेको डकुमेन्ट्सको पार्ट भयो. तपाईँहरू यहाँबाट जाँदाखेरि एयरपोर्टमा तपाईँहरूलाई सर्टेन डकुमेन्ट्सहरू माग्छ. सो तपाईँहरूले चाहिँ प्री ह्यान्ड नै प्रिपेयर भएर बसिराख्नु पर्यो. त्यसमा तपाईँहरूको पासपोर्ट, रेजिडेन्स पर्मिट, एनओसी सबै कुराहरू चाहिने हुन्छ है. एडमिसन लेटर, तपाईँको कलेजको एडमिसन लेटरहरू होला तपाईँहरूसँग हैन. सो लेटरहरू चाहिने भयो. अर्को भनेको तपाईँहरूको प्याकिङ गर्दाखेरि मोस्ट एसेन्सियल सामानहरू छुटाउनु भएन हैन. फर इक्जाम्पल तपाईँहरूलाई एडेप्टरको जरुरत हुन सक्ला हैन. त्यसपछि तपाईँको यो क्लोदिङको जरुरत हुन सक्ला, किन भन्दाखेरि क्लाइमेट चेन्ज भइरहेको हुन्छ. त्यो सबै नै इन्क्लुड हुने भयो. तपाईँको ट्राभल डे, तपाईँको अकोमोडेसन सबै नै हामीले यो सेसनमा चाहिँ इन्क्लुड गर्ने भयो है. सो लेट्स गो टु नेक्स्ट स्लाइड. सो बिफोर फ्लाइट चाहिँ हजुरहरूले के गर्नु पर्यो त, तपाईँहरूको डकुमेन्ट चाहिँ एकचोटि फेरि रिभ्यू गर्नु पर्यो है. किन भन्दाखेरि कहिलेकाहीँ छुटिरहेको हुन्छ. सो छुटेको छ कि छैन भनेर फेरि पनि प्रिपेयर हुनु पर्यो डकुमेन्ट्सहरूको लागि. त्यसपछि ट्राभल डेमा चाहिँ तपाईँहरूलाई एयरपोर्टमा चाहिने एसेन्सियल जति पनि डकुमेन्टहरू छ त्यो छुट्टै फाइल बनाएर चाहिँ आफ्नो ह्यान्ड क्यारीमै बोक्नु पर्यो. लगेजमा राख्ने कुरा भएन त्यो कुरा. त्यसपछि ल्यान्ड भइसकेपछि तपाईँको इमिग्रेसनमा अनि त्यसपछि एयरपोर्टबाट तपाईँको अकोमोडेसनमा जाने कुरादेखि लिएर त्यहाँ गएर फर्स्ट विकमा के हुन्छ, कसरी कलेज गएर रजिस्ट्रेसन गर्नेदेखि लिएर हामीले सबै कुराहरू इन्क्लुड गर्छौँ है यसमा. सो हामी अब नेक्स्ट स्लाइडमा जान्छौँ. सो अब फाइनल 48 आवर्सभन्दा अगाडि चाहिँ हामीले के गर्ने त, जानुभन्दा लगभग 2 दिन अगाडि चाहिँ हामीले के रेडी गर्नु पर्यो भन्दाखेरि डकुमेन्ट्स जुन मैले तपाईँलाई अघिदेखि नै भनिरहेको छु. एनओसी बिर्सिनु भएन, तपाईँहरूको रेजिडेन्स पर्मिट, पासपोर्ट, कलेजको एडमिसन लेटर त्यो सबै लिएर जानु पर्यो. त्यसपछि प्याकिङ भइहाल्यो. अनि ब्याकअपको लागि चाहिँ तपाईँहरूले अब हार्ड कपी त बोकी नै राख्नु भएको हुन्छ, बट ब्याकअपको लागि चाहिँ तपाईँहरूले सफ्ट कपी अफलाइन नै बोक्दा हुन्छ है. किनभने कहिलेकाहीँ नेटहरू चल्दिँदैन. त्यसपछि अराइभल प्लान, त्यो अकोमोडेसनहरू सबै नै इन्क्लुड हुने भयो. सो लेट्स मुभ टु नेक्स्ट स्लाइड. सो मेन भनेको एसेन्सियल डकुमेन्ट्स टु क्यारी: पासपोर्ट, रेजिडेन्स पर्मिट कार्ड एन्ड रेजिडेन्स पर्मिट लेटर, तपाईँहरूको एडमिसन लेटर अर नोटिफिकेसन अफ सेलेक्सन के छ. त्यसपछि टिकट्स है, टिकट्सहरू पनि हजुरहरूले हार्ड कपी अर सफ्ट कपी जे छ त्यो चाहिँ राखिराख्नु पर्यो. अनि एनओसी अनि फ्लाइट बुकिङ्सको डकुमेन्ट्सहरू है. त्यसपछि सपोर्टिङ डकुमेन्ट्समा चाहिँ हजुरहरूको अब अकोमोडेसनको लेटरहरू होला अर कन्ट्र्याक्ट पेपरहरू होला हैन. एकाडेमिक डकुमेन्ट्सहरू राख्नु होला सबैजनाले हैन. अब तपाईँहरू डिपेन्डेन्ट जाँदै हुनुहुन्छ अर केही छ भने चाहिँ विवाह दर्ताहरू राख्नु होला र सबैजनासँग आफ्नो बर्थ सर्टिफिकेट होला, त्यो पनि सबैजनाले राख्नु होला. त्यसपछि तपाईँको पासपोर्ट साइज फोटोहरू चाहिँ आफ्नै ब्यागमा चाहिँ क्यारी गर्नु होला है. त्यसपछि अब धेरैजनासँग अहिले डेबिट कार्ड, क्रेडिट कार्ड भइसक्यो इन्टरनेसनलको, सो त्यो पनि राख्नु भए हुन्छ. सो लेट्स मुभ टु नेक्स्ट स्लाइड.
अब मेडिसिन किट एन्ड प्रेस्क्रिप्सन है, अब सबैजनाले त डेली खाने औषधिहरू छैन होला होइन। सो कोही स्टुडेन्ट्सहरू चाहिँ रेगुलर बेसमा चाहिँ मेडिसिनहरू लिइराख्नु भएको छ। अब कसैले चाहिँ प्रेसरको दबाई होला, कसैले सुगरको दबाईहरू लिइराख्नु भएको छ होला। त्यो मेडिसिनहरूको चाहिँ प्रपर प्रेस्क्रिप्सन चाहिन्छ र त्यो सँगसँगै अरू मेडिसिनहरूको पनि तपाईँले चाहिँ प्रेस्क्रिप्सन लिनु होला र सानो आफूलाई डे टु डे लाइफमा चाहिने मेडिसिनहरू चाहिँ राख्नु पर्ला है, राख्नु नै पर्ने हुन्छ। फर इक्जाम्पल प्यारासिटामोल है, त्यसपछि एन्टाएसिड, धेरैजनालाई यो एसिडिटीको प्रब्लमहरू भइरहेको हुन्छ, सो त्यो मेडिसिन राख्नु होला। त्यसपछि पेन किलर्सहरू, रुगाखोकी धेरै लाग्छ, सबैजनालाई लागिरहेको हुन्छ, सो त्यो पनि राख्नु होला। र धेरैजनालाई एलर्जीहरू छ भने एलर्जीको ट्याब्लेट्सहरू पनि राख्नु होला। र यो सबै राख्दाखेरि चाहिँ हजुरहरूले प्रेस्क्रिप्सन लिएरै राख्नु होला है, प्रेस्क्रिप्सन बिना चाहिँ नराख्नु होला। र अब अर्को भनेको यो जीवनजलहरू, विक्सहरू, अनि ब्यान्डेजहरू होइन, ह्यान्डिप्लासहरू, स्प्रे नआउँदाखेरि जुन हामीले त्यो रेगुलर बेसिसमा बानिरहेको ब्यान्डेजहरू पनि राख्नु होला, किनभने त्यो पनि काम लाग्छ। त्यसपछि सबै राख्दाखेरि चाहिँ लेबल्ड भएको कि फर इक्जाम्पल अब हामीले मेडिसिन औषधि पसलमा लिन जाँदाखेरि त बिचबाट काटेर दिनुहुन्छ नि त, बिचबाट काट्दाखेरि तपाईँको एक्सपायर डेटहरू पनि सबै गइसकेको हुन्छ। त्यो सबै त्यो क्लियर देखिने गरी मेडिसिन किटहरू चाहिँ विथ प्रेस्क्रिप्सन सबैजनाले बोक्नु होला है। सो अब लेट्स मुभ टु नेक्स्ट स्लाइड। अब मेन भनेको इलेक्ट्रोनिक्स एन्ड पावर सेटअप होइन। अब जुन हाम्रो नेपालमा युज भइरहेको एडेप्टरहरू युज नहुन सक्ला होइन, नर्मली हाम्रो नेपालमा चाहिँ 3 पिन भएको एडेप्टरहरू भइरहेको हुन्छ है, बट हजुरहरूले लिएर जाँदाखेरि चाहिँ युनिभर्सल एडेप्टर चाहिँ राख्नु नै पर्ने हुन्छ। त्यसपछि अब तपाईँहरूको एसेन्सियलको लागि, युनिभर्सिटीको लागि मेन भनेको ल्यापटप र चार्जर भइहाल्यो। मोबाइल फोन्स, पावर ब्याङ्क पनि हजुरहरूले एज अ ब्याकअप बोक्न सक्नुहुन्छ होइन। त्यसपछि एयरफोन, हेडफोन्स भनेको त अहिले हामी सबैजनाले बोकि नै रहेको हुन्छ। त्यही हजुरहरूको स्विडेनमा युज हुने भनेको चाहिँ युनिभर्सल एडेप्टर चाहिँ नबिर्सिकन सबैजनाले बोक्नु होला है, मल्टिप्लगहरू सबै बोक्नु होला। अब अर्को भनेको चाहिँ किचन एन्ड रुम स्टार्टर प्याक। अब सबैजना जाँदै हुनुहुन्छ नयाँ ठाउँमा, नयाँ प्लेसमा, सो हामीलाई चाहिँ अब किचन युटेन्सिलहरूको पनि नेसेसरी हुनसक्छ। सो अब हालिसक्नु भयो होला, धेरैजनाको त प्याकिङ पनि भइसक्यो होला। सो आफ्नो लागि चाहिँ प्रेसर कुकर अर फ्राइङ प्यानहरू राख्नु होला। अर कसैले राख्नु भएको छैन भने उता पनि अभाइलेबल हुन्छ, उता लिँदा पनि भयो है। अब मेन भनेको सिम्पल कुराहरू के, फर इक्जाम्पल पकाउनको लागि प्रेसर कुकर भयो, प्लेट, बाउल, ग्लास, स्पुनहरू, यो सबै सानो सानो कुराहरू चाहिँ राख्नु होला। अनि यो नेपाली स्पाइसेसहरू मेन भनेको हाम्रो मम्मीहरूले चाहिँ दाल अनि त्यसपछि यस्तो मसलाहरू पठाइदिनुहुन्छ नि त होइन। सो अब खासै नेसेसरी त छैन यहाँबाट लिएर जानलाई, किनभने तपाईँहरूले इनिसियल फेजमा तपाईँहरूलाई हेल्प होला, नत्र भने एन्टायर जर्नीमा त हामीले त्यहीँ नै गएर किन्ने हो होइन। सो तपाईँहरूले अब लानु नै हुन्छ भने चाहिँ वेल लेबल गरेर चाहिँ लानु पऱ्यो है। यो के हो, यो के को मिक्सचरले बनेको छ, र एयर टाइट जिपर ब्यागमा चाहिँ हालेर लिएर जानु होला यो नेपाली मसलाहरू चाहिँ। अब हजुरहरूलाई इनिसियल फेजमा इन्स्टेन्ट नुडल्सहरू लिएर जानु मन लाग्ला, तपाईँहरूलाई इनिसियल फेजमा चाहिँ खाजा के खाने भन्दाखेरि फर्स्ट अप्सन नै इन्स्टेन्ट नुडल्सहरू हुन्छ। सो हजुरहरू त्यसको लागि ओके हुनुहुन्छ भने लिएर जानु भए हुन्छ होइन। अब नर्मल भनेको बेडसिटहरू, पिलो कभरहरू जुन एसेन्सियल नै हुन्छ त्योहरू सबै लिएर जानुपर्ने हुन्छ। अरू भनेको सबै नर्मल कुराहरू भइहाल्यो। सो लेट्स मुभ टु नेक्स्ट स्लाइड। सो अब अकोमोडेसनको लागि चाहिँ अब सबै कुरा म यही प्रेजेन्टेसन थ्रु नै हजुरहरूलाई एक्सप्लेन गरिदिन्छु। सो फर्स्टमा चाहिँ हामीले एयरपोर्टमा जाँदाखेरि चाहिँ के लाने हो, के गर्नुपर्छ भन्ने कुराको बारेमा डिस्कस गरौँ होइन। सो फर्स्टमा चाहिँ हजुरले एयरपोर्ट चाहिँ हजुरको टाइमभन्दा एटलिस्ट 3 to 4 आवर्स अगाडि चाहिँ हजुर एयरपोर्टमा पुगिसक्नुपर्ने हुन्छ होइन। त्योभन्दा लाइक अलिक छिटो नै जाँदाखेरि हजुरलाई सेफ हुन्छ। र अर्को भनेको हजुरको एसेन्सियल डकुमेन्ट्सहरू अघि हाम्रो प्रकृति म्यामले नै हजुरहरूलाई भनिसक्नु भएको थियो होइन। सो मेन भनेको हजुरको पासपोर्ट, एनओसी, फ्लाइट टिकटहरू होइन, एडमिसनको लेटर, युनिभर्सिटीको एडमिसन लेटरहरू हुन्छ हजुरसँग। सो त्यो सबै कुरा चाहिँ हजुरले रेडी नै गरेर राख्नु पऱ्यो। र हजुरको हार्ड कपी सँगसँगै हजुरले सफ्ट कपी पनि आफ्नो फोनमा चाहिँ लिइराख्नु पऱ्यो होइन।
अब टिकट्सहरूदेखि लिएर एनओसी सबै कुरा चाहिँ हजुरले सफ्ट कपी पनि आफ्नो मोबाइलमा राखिराख्नु पऱ्यो। र अर्को भनेको चाहिँ हजुरको फाइनल डेस्टिनेसन चाहिँ हजुरलाई थाहा हुनु पऱ्यो। कोही कोही अब स्टकहोमको एयरपोर्टमा ल्यान्ड होला, कोही गोथेनबर्गको एयरपोर्टमा, कोही कोपेनहेगनमा होइन, डिफ्रेन्ट एयरपोर्ट्समा जुन एयरपोर्टमा ल्यान्ड हुन्छ त्यो चाहिँ हजुरले राम्ररी नै हेर्नु पऱ्यो। र अर्को भनेको चेक इनको बेलामा चाहिँ हजुरले आफ्नो अब एयरलाइनको स्टाफहरूसँग चाहिँ फाइनल डेस्टिनेसन कता हो राम्ररी नै हजुरले भन्नु पऱ्यो होइन। र अब लगेज हजुरको चेक भएको छ कि छैन, लगेजको सबै कामहरू भएको छ कि छैन त्यो पनि हजुरले अब एयरलाइनको स्टाफ मेम्बर्सहरूसँग चाहिँ हजुरले राम्ररी नै कुरा गर्नु पऱ्यो त्यसको लागि पनि। र बोर्डिङ पासेसहरू इस्यु भएको छ भने त्यो पनि कन्फर्म गर्नु पऱ्यो। र हजुरको रुट र लेओभर इन्स्ट्रक्सन्सहरूमा केही कन्फ्युजन छ भने हजुरले त्यति बेला नै एयरलाइनको स्टाफसँग कुरा गर्नु पऱ्यो। सो अब डिपार्चरको लागि चाहिँ यति नै हो। अब एयरपोर्टबाट हजुरको एकोमोडेसन चाहिँ कसरी पुग्ने होइन, अब कोही कोही चाहिँ डिफ्रेन्ट अब एयरपोर्ट्सहरूमा ल्यान्ड होला, कोही चाहिँ एयरलाइनमा हाम्रो स्टकहोमको एयरपोर्ट छ, गोथेनबर्गको एयरपोर्ट, अरू कोपेनहेगनको एयरपोर्टमा पनि जान मिल्छ होइन। सो अब युनिभर्सिटी हेरेर आफ्नो सिटी हेरेर अब हजुरहरू कतिजनाले चाहिँ आफ्नो लाइक फ्लाइट टिकट्सहरू बुक गरिसक्नु भएको होला होइन। जसले गर्नुभएको छैन र गर्दै सोच्नु हुनुहुन्छ भने जस्तै अब इफ हजुरको माल्मो युनिभर्सिटी छ, अर युनिभर्सिटी वेस्ट छ, अर हजुरको लिनस युनिभर्सिटी छ भने हजुरले कोपेनहेगन एयरपोर्टको पनि हेरिराख्नुहुन्छ होइन। त्यताबाट पनि हजुरले सर्ट डिस्टेन्स बाई ट्रेन हजुरले मजाले आफ्नो लोकेसनमा पुग्न सक्नुहुन्छ। र अब जो भास्तेरस जाँदै हुनुहुन्छ अर हजुर उपसाला जाँदै हुनुहुन्छ होइन, हजुर बोर्लाङ्गे जाँदै हुनुहुन्छ भने चाहिँ हजुरले स्टकहोम एयरपोर्ट पनि चुज गर्न सक्नुहुन्छ इफ फ्लाइट टिकट्सहरू लिनु भएको छैन भने। नभए चाहिँ हजुरले अब गोथेनबर्ग, साल्मर्स युनिभर्सिटीहरू, ह्याम्स्टाड युनिभर्सिटीको स्टुडेन्ट्सहरूले चाहिँ गोथेनबर्ग एयरपोर्टको लागि पनि हेर्न सक्नुहुन्छ। र हजुरको चाहिँ अब एयरपोर्टमा ल्यान्ड भइसकेपछि चाहिँ हजुरले ट्रेनको फेसिलिटी त्यहाँनिर एकदमै राम्रो छ। सो सकेसम्म चाहिँ ट्रेनबाट नै आफ्नो अकोमोडेसनसम्म ट्राभल गर्न सक्नुहुन्छ होइन। अब हजुरको एयरपोर्टनिर नै टिकट काट्ने ठाउँ पनि हुन्छ। सो हजुरले त्यताबाट फिजिकली टिकट काट्दा नि भयो। नभए चाहिँ हजुरको डिफ्रेन्ट एप्स जस्तै एसआई फिक्स बसहरू जस्तै लोकल ट्रान्सपोर्टको एप्लिकेसन्सहरू पनि छ होइन। अब कुन एयरपोर्टमा ल्यान्ड भइराख्नु भएको छ त्यही अनुसार हजुरले रिसर्च गरेर कुन चाहिँ ट्रान्सपोर्टेसन एपले हजुरलाई आफ्नो लोकेसनसम्म पुगाउन सक्नुहुन्छ त्यही अनुसार हजुरलाई एप्लिकेसन डाउनलोड गरेर फ्लाइट टिकट पहिलेदेखि काट्दा नि भयो। र अर्को भनेको हजुरको युनिभर्सिटी र हाउसिङको चाहिँ कन्ट्याक्ट नम्बर हजुरले राम्ररी राख्नु पऱ्यो। कतिजनालाई चाहिँ मैले अलरेडी मेलको एक्सेस पनि दिइसकेँ, त्यताबाट हजुरले युनिभर्सिटीको हाउसिङ हो भने चाहिँ युनिभर्सिटीको मेल अर हजुरको डिफ्रेन्ट अदर प्लेटफर्म्सहरूको मेल छ भने त्यो कम्पनीमा चाहिँ हजुरले म यति बजे पुग्दैछु, चाबीको लागि के छ भन्ने कुरा चाहिँ हजुरले पहिल्यैदेखि मेलमा कम्युनिकेसन गर्नु पऱ्यो होइन। अब हजुरको चाहिँ यति नै हो। हजुरलाई अब एकोमोडेसनको कन्ट्र्याक्टहरू चाहिँ हजुरले जस्तै कतिले चाहिँ पेमेन्ट गरिसकेपछि मात्रै एकोमोडेसनमा जान मिल्ने हुन्छ होइन। सो त्यो पेमेन्टको स्क्रिनसटहरू, हजुरको कन्ट्र्याक्टको स्क्रिनसट सबै कुरा हजुरले हार्ड कपी पनि बोक्नु, सफ्ट कपी पनि बोक्नु होइन। के प्रोभाइड छ जस्तै कन्ट्र्याक्ट भयो, तपाईँको पेमेन्टको स्क्रिनसट्सहरू सबैभन्दा इम्पोर्टेन्ट चाहिँ त्यो भयो होइन। जसको चाहिँ अब कतिपय युनिभर्सिटी अरू कतिपय हाउसिङ कम्पनीले चाहिँ इन्सुरेन्स पनि माग्छ होइन। सो जसको इन्सुरेन्सको मागेको छ उहाँहरूको इन्सुरेन्स पनि भइसक्यो, अरू कतिजनाको चाहिँ हुने प्रोसेसमा नै छ। त्यो सबै इन्सुरेन्सको जसको चाहेको छ इन्फर्मेसन हजुरहरूलाई मैले दिइसकेँ। सो हजुरले चाहिँ इन्सुरेन्सको पनि स्क्रिनसट, इन्सुरेन्सको नम्बरहरू होला केही होइन, त्यो सबै कुरा हजुरले आफूसँग राखिराख्नु पऱ्यो सो द्याट की लिने बेलामा केही डिस्टर्बेन्स चाहिँ नहोस् होइन। अर्को भनेको चाहिँ की कलेक्सनमा मेन कुरा भनेको चाहिँ हाम्रो की कलेक्सन भयो ल। जसको चाहिँ युनिभर्सिटीको हाउसिङ छ त्यो चाहिँ हजुर युनिभर्सिटीमा गएर कुरा गरेपछि उहाँहरूले चाहिँ डाइरेक्सन दिनुहुन्छ र त्यही अनुसार हजुर युनिभर्सिटी एकोमोडेसनमा पुग्नुहुन्छ। अब जसको चाहिँ एक्सटर्नल छ जस्तै कतिजनाको डिफ्रेन्ट वेबसाइट्सहरूबाट होला होइन। युनिभर्सिटी वेस्टको धेरै जस्तोको चाहिँ इदारको छ, अरू कासा, अरू डिफ्रेन्ट वेबसाइट्सबाट डिफ्रेन्ट युनिभर्सिटीको एकोमोडेसन्सहरू हेरेको छौँ होइन। सो अब के छ त्यसको प्रोसेस भने हजुरले मेल थ्रु कुरा गर्नु पऱ्यो। अरू कसै जस्तै इदार भनेको हाम्रो वेबसाइटबाट चाहिँ माई केसेसमा गएर कुरा गर्न मिल्छ। कतिजनाको चाहिँ अलरेडी चाबी कलेक्ट भइसक्यो होइन। कतिजनाको चाहिँ अब चाबी कलेक्ट गर्नुभन्दा अगाडि एकचोटि हजुरले चाहिँ हाउसिङ कम्पनीलाई मेल गर्नु पऱ्यो अरू मेसेज गर्नु पऱ्यो कति टाइममा पुग्नुहुन्छ। कोही बेलुका पुग्नुहुन्छ, कोही दिउँसो पुग्नुहुन्छ, बिहान पुग्नुहुन्छ होइन। त्यो टाइम चाहिँ हजुरले एटलिस्ट 2 to 3 days अगाडि चाहिँ हाउसिङ कम्पनीलाई मेल गरिदिनु पर्ने हुन्छ म यतिखेर पुग्दैछु भनेर। र अर्को भनेको चाहिँ मेन हाम्रो हाउसिङ कम्पनीजहरू चाहिँ
फ्राइडे स्याटरडे र सन्डे चाहिँ कि लिनको लागि अभाइलेबल नहुन पनि सक्छ होइन। कतिको चाहिँ स्याटरडे र सन्डे चाहिँ हुँदैन, कतिको फ्राइडे हुन्छ र कसैको फ्राइडे पनि हुँदैन। सो त्यो कुरा पनि पहिल्यै बुझेर कसरी कि म्यानेज गर्ने हो होइन। हजुरले चाहिँ हाउसिङ कम्पनीलाई मेल अर मेसेज गर्दा पनि हुन्छ। अरू अब कसैको चाहिँ अब अलरेडी कोही स्विडेनमा हुनुहुन्छ होइन, हजुर जाने सिटीमा हुनुहुन्छ भने उहाँहरूलाई एउटा पावर अफ एटर्निटी हजुरले फिल फर्म गरेर पनि चाबीको अथोरिटी दिएर उहाँहरूले नि कलेक्ट गरेर हजुरलाई पछि दिँदा पनि हुन्छ। सो त्यसको लागि चाहिँ कोही हुनुहुन्छ भने भन्दा नि भयो, अर हाउसिङ कम्पनीलाई हजुरले मेल गरेर अर मेसेज गरेर भन्नु पऱ्यो म यतिखेर जाँदैछु भनेर। धेरैजनाको चाहिँ जसको कासाबाट हाउसिङ फिक्स भएको छ उनीहरूले चाहिँ ल्यान्ड ओनरसँग कुरा गर्नु पऱ्यो कासाबाट नै होइन। कतिपय चाहिँ कासाको ल्यान्ड ओनर्सहरूले हजुरलाई वाट्सएप नम्बर पनि दिनुभएको होला। सो वाट्सएप नम्बरमा हजुरले ल्यान्ड ओनरसँग डाइरेक्टली कुरा गरेर म यतिखेर आउँदैछु भनेर भन्दा नि हुन्छ र ल्यान्ड ओनरसँग डाइरेक्ट कुरा गर्न सक्नुहुन्छ होइन। सो अब हाउसिङ कम्पनी चाहिँ धेरै जस्तो कि लिनको लागि 2 or 3 o'clock दिउँसोसम्म मात्र अभाइलेबल हुन्छ होइन। सो इफ तपाईँहरू त्यो पछि पुग्नुभयो भने चाहिँ के गर्ने भन्ने कुरा पनि यतै डिस्कस गर्दा हुन्छ। सो हजुरको चाहिँ अब इफ हजुरहरू हाउसिङ कम्पनी लाइक अफिस ओपन भएको बेलामै जानुहुन्छ भने हजुरले आफैले नै कि कलेक्ट गर्न जान सक्नुहुन्छ। कन्ट्र्याक्ट जसको इन्सुरेन्स छ इन्सुरेन्स अर कन्ट्र्याक्टको हजुरले हार्ड कपी अर सफ्ट कपी लिएर हजुरले हाउसिङ कम्पनीको एड्रेसमा हेरेर हजुरले हाउसिङ कम्पनीमा डाइरेक्ट कि कलेक्ट गर्न जान सक्नुहुन्छ होइन। अब मेन भनेको चाहिँ कसैको चाहिँ की बक्स पनि हुन्छ र कसैको चाहिँ अब फिजिकली लिन जान पनि पर्ने हुन्छ। जसको की बक्स छ उनीहरूलाई चाहिँ टाइमिङको खासै मतलब हुँदैन, किनभने लाइक हजुर जतिखेर गए पनि की बक्समा हजुरले एउटा कोड हालेर कि लिन सक्नुहुन्छ होइन। अब कतिको चाहिँ हाउसिङ कम्पनी अफिसमै गएर भिजिट गरेर पनि लिनुपर्ने हुन्छ होइन। सो त्यस्तोको लागि चाहिँ मैले अघि भनिहालेँ कि त हजुरले 2 देखि 3 दिन अगाडि चाहिँ हजुरले हाउसिङ कम्पनीलाई मेल अर मेसेज गरेर भन्नु पऱ्यो होइन। इफ हजुरहरू चाहिँ हाउसिङ कम्पनी क्लोज भइसकेपछि मात्रै पुग्नुहुन्छ स्विडेन भने हजुरहरूले चाहिँ त्यो दिन अब कसरी बस्नुहुन्छ त्यसको व्यवस्था गर्दा पनि हुन्छ। नभए हजुरको कोही अब हुन्छ नि चिन्ने मान्छे फ्रेन्ड्स रिलेटिभ हुनुहुन्छ भने उहाँहरूलाई कि कलेक्ट गर्नलाई भन्दा नि हुन्छ। नभए चाहिँ हजुरहरू अब आफै अब साथी पनि भइसक्नुभयो होला यति बेरसम्म सँगै बसेर अब जो अगाडि जाँदै हुनुहुन्छ उहाँहरूसँग कुरा गरेर एकअर्कालाई हेल्प गरेर कि कलेक्ट गर्दा पनि हुन्छ। अर्को भनेको चाहिँ एकोमोडेसनको सेटअप। सो फर्स्टमा चाहिँ हजुरले अब हाउसिङ कन्ट्र्याक्ट भइहाल्यो, कन्ट्र्याक्ट साइनको हजुरको अलरेडी नै छ। सो धेरैजनाको चाहिँ अलरेडी कन्ट्र्याक्ट साइन भइसकेको छ, पेमेन्ट पनि भइसकेको छ। सो त्यो रेडी गरेर राख्नु पऱ्यो। र अर्को भनेको चाहिँ हजुरले आफ्नो एकोमोडेसन पुगिसकेपछि चाहिँ पिक्चर्स र आफ्नो एकोमोडेसनको भिडियो लिइराख्नु पऱ्यो। सो द्याट पछि गएर हजुरलाई केही बिग्रेको छ एकोमोडेसन जाँदाखेरि भने प्रुफको नाममा एउटा हुन्छ भिडियो अर पिक्चर। हजुरले चाहिँ त्यो हजुरको एकोमोडेसन पुग्ने बित्तिकै भिडियो अर फोटो लिइराख्नु पऱ्यो होइन। यस्तो छ मेरो एकोमोडेसनमा आउनुभन्दा अगाडि भनेर। सो द्याट पछि केही बिग्रेको छ हजुर जाँदाखेरि भने हाउसिङ कम्पनीले त्यो भिडियो अर फोटो पठाएर उहाँहरूले बनाइ पनि दिनुहुन्छ। सो त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। हजुरले चाहिँ एभ्री कर्नरको भिडियो अर फोटो चाहिँ लिइराख्नु पऱ्यो बिफोर सेटिङ अप होइन। र अर्को भनेको चाहिँ अब डेली इसेन्सियल्स कतिजनाको चाहिँ फर्निस्ड नै अपार्टमेन्ट छ, कतिजनाको चाहिँ अनफर्निस्ड अपार्टमेन्ट छ होइन। जसको फर्निस्ड अपार्टमेन्ट छ उनीहरूको चाहिँ एभ्रिथिङ सेटअप नै हुन्छ, सो केही प्रब्लम भएन। जसको चाहिँ अनफर्निस्ड अपार्टमेन्ट भएको छ सो उहाँहरूले चाहिँ यतैबाट अब सानोतिनो जस्तै म्याट्रेस पिलोहरू के लानुहुन्छ होइन। हजुरले चाहिँ यतैबाट लाँदा पनि हुन्छ। नभए चाहिँ त्यहाँनिर वेबसाइट्सहरू डिफ्रेन्ट वेबसाइट्सहरू अभाइलेबल हुन्छ सपिङ गर्नको लागि। हजुरले त्यहीँनिर सानोतिनो लिभिङको लागि हुने सानोतिनो कुराहरू हजुरले उतै गएर किन्दा पनि हुन्छ। अर यतैबाट लान मिल्ने भएको छ भने हजुरले यतैबाट पनि जस्तै पिलो म्याट्रेसहरू यतैबाट पनि लान मिल्नुहुन्छ। अनि अब फेसबुकबाट पनि त्यहाँनिर फेसबुक मार्केट प्लेस पनि एकदमै राम्रो छ। हजुरले फेसबुकबाट पनि सामानहरू एकोमोडेसनको लागि फर्निचर्सहरू किन्ने एकदमै लाइक राम्रो रेटहरूमा किन्न पनि पाउनुहुन्छ। हजुरले उतै गएर पनि किन्न सक्नुहुन्छ। सो हजुरको मुभ इन इन्सपेक्सन मैले भनिहालेँ। सो फर्स्टमा चाहिँ हजुरले मुभ इन गरिसकेपछि चाहिँ हजुरले भिडियो र फोटोजहरू लिनु पऱ्यो। केही बिग्रेको छ भने हजुरले हाउसिङ कम्पनीलाई इमेल अर मेसेज गरेर हजुरले फोटो भिडियो इमेल गरेर हजुरले मेरो एकोमोडेसनमा यो कुरा बिग्रेको छ बनाइदिनु होइन। यसरी अब के बनाउनु पर्ने एकदमै छ भने चाहिँ हजुरले त्यसरी नै मेल गर्न सक्नुहुन्छ अर मेसेज गर्न सक्नुहुन्छ होइन। अब फर्निचर्सहरू छ भने अब कोही फर्निस्ड अपार्टमेन्टमा गइराख्नु भएको छ भने फर्निचर्सहरूको पनि राम्ररी फोटो भिडियो लिनु पऱ्यो। केही बिग्रेको छ भने त्यतिखेर ल्यान्ड ओनरलाई अर कोही हाउसिङ कम्पनी छ भने हाउसिङ कम्पनीलाई भन्नु पऱ्यो।
र हजुरले चाहिँ पेमेन्ट गर्दाखेरि एभ्री पेमेन्टको यताबाट गरेको पेमेन्ट र उता गइसकेपछि गरेको पेमेन्टहरूको पनि एभ्री पेमेन्टको हजुरले स्क्रिनसटहरू राख्नु पऱ्यो र हाउसिङ कम्पनीलाई मेल पनि गर्नु पऱ्यो कि मैले पेमेन्ट गरिसकेँ भनेर। त्यहाँ चाहिँ अब हजुरको डिफ्रेन्ट एप्लिकेसन्सहरू होला, वेबसाइट्सहरू होला, जुनमा चाहिँ हजुरको पेमेन्ट स्टेटसहरू राम्ररी नै देखिन्छ होइन। र पेमेन्ट गर्दाखेरि नछुटाउनु पर्ने कुरा भनेको हजुरको ओसिआर नम्बरहरू, मैले हजुरलाई पर्सनली पनि गाइड नै गरिरहेको छु। त्यसमा हजुरले चाहिँ अब ओसिआर नम्बरहरू केही पनि छुटाउनु चाहिँ भएन होइन। त्यो छुट्यो भने चाहिँ हजुरको पेमेन्ट कम्प्लिट भएको छैन भनेर देखाउँछ। सो त्यो कुराहरू सबै ध्यान गर्नु पऱ्यो र एभ्री पेमेन्टको स्क्रिनसट हजुरले राख्नु नै पऱ्यो कम्पलसरी होइन। सफ्ट कपी हजुरले स्क्रिनसट गरेर राख्नु नै पऱ्यो। र यताबाट जाँदाखेरि पनि जसले पेमेन्ट गरेर गएको छ उनीहरूको हार्ड कपी र सफ्ट कपी चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। सो त्यो चाहिँ नबिर्सिकन स्क्रिनसट पनि राखिराख्नु र हार्ड कपी पनि लिएर जानु। सो अहिले चाहिँ अब अकोमोडेसनको लागि चाहिँ यति नै हो। इफ हजुरलाई केही अरू इन्फर्मेसन्सहरू चाहिएको छ भने हजुरले लाइक सोद्धा नि हुन्छ, पछि मलाई कन्ट्याक्ट गर्दा पनि हुन्छ। र अब चाहिँ हाम्रो लाइक सर्ट ब्रेक एउटा छ। यो सर्ट ब्रेकमा चाहिँ हजुरले यता गेमिङको लागि, इन्टरटेनमेन्टको लागि पनि अभाइलेबल छ र हजुरको स्न्याक्सको फेसिलिटिजहरू पनि अभाइलेबल छ। हजुरले सर्ट ब्रेक लिँदा नि हुन्छ। र यो ब्रेक पछि चाहिँ हाम्रो एकदमै यो प्रेजेन्टेसनको सबैभन्दा इम्पोर्टेन्ट सेसन चाहिँ हाम्रो ब्रेक पछि हो, जुनमा चाहिँ हजुरले ब्याङ्क अकाउन्ट कसरी बनाउने, सिम कार्ड कसरी बनाउने होइन देखि लिएर अब मेडिकल इमर्जेन्सिजहरूमा के गर्ने, इन्सुरेन्समा हेल्थ इन्सुरेन्सदेखि लिएर सबै कुराको इन्फर्मेसन हजुरले आफ्टर दिस ब्रेक पाउनुहुन्छ। सो अहिले चाहिँ सर्ट ब्रेक बसौँ न है। Hello. So, I request the hall to be silent again. We will have talks again later on, our personal talks, bilateral talks, trilateral group talks. So now we are in second and last phase of our pre-departure session. So यसमा हाम्रो दुईजना काउन्सिलर म्यामहरूले एकोमोडेसनको पार्ट र अगाडि डकुमेन्टेसन्सको पार्टहरूमा धेरै कुराहरू भनिसक्नु भएको छ। केही कन्फ्युजनहरू अझै छ भने हामीले यो सफ्ट कपी या तपाईँहरूलाई हार्ड कपी पनि तपाईँहरूको गिफ्ट च्याम्परमा हामीले राखिदिएको छौँ। सो त्यहाँबाट पनि तपाईँहरूले धेरै कुराहरू प्री डिपार्चरको लिफलेट हामीले तपाईँहरूलाई प्रोभाइड गरेको छौँ, त्यहाँबाट पनि धेरै कुराहरू बुझ्न सक्नुहुन्छ। अहिले बेसिकल्ली अदर एडमिन टास्क आफ्टर एराइभल स्विडेन पुग्यो, अब के गर्ने होइन। तपाईँहरूले अघि एकोमोडेसन बुक गर्नुभयो, प्लेन चढ्नुभयो, स्विडेन पुग्नुभयो, अब के गर्ने भन्ने कुराहरू छन्। सो यसमा म ब्रिफली केही कुराहरू भन्छु। सो फर्स्टमा छ हाउसिङको कन्ट्र्याक्ट यदि पेन्डिङ छ भने उहाँ गएर पनि साइन गर्नुपर्ने छ, केही पेन्डिङ छ भने त्यो काम गर्नु पऱ्यो। त्यस पछाडि युनिभर्सिटी जाने, भिजिट गर्ने, त्यहाँको हेल्प डेस्कमा गएर कुरा गर्ने र आफ्नो आइडी कार्डहरू कलेक्ट गर्ने। त्यो आइडी कार्ड किन जरुरी छ तपाईँहरूलाई थाहा नै छ। हाम्रो विभिन्न रिसोर्सेस, युनिभर्सिटीको रिसोर्सेसहरू र अरू स्टुडेन्ट आइडी फेसिलिटिजहरू पाउनको लागि त्यो आइडी कार्ड एकदमै इम्पोर्टेन्ट हुन्छ र युनिभर्सिटीमा को हेल्प डेस्कमा गएर आइडी कार्ड रिट्रिभ गर्ने। त्यस पछाडि तपाईँहरूले आफ्नो इमेल एक्टिभेट गर्नुपर्ने हुन्छ। जुन इमेल चाहिँ तपाईँको युनिभर्सिटीमा एक्टिभेट हुन्छ त्यो इमेल अब तपाईँको अफिसियल इमेल भन्छ। तपाईँले अहिले नेपालमा युज गरिरहेको या भिजा लजमेन्ट गर्दा युज गरिरहेको इमेल अब त्यहाँनिर गइसके पछाडि रजिस्टर्ड गरेको इमेल चाहिँ तपाईँको युनिभर्सिटीको रेगुलर तिनीहरूले कम्युनिकेट गर्ने बाहिर भनेको रेगुलरली इमेलमा हुन्छ र हामीले अब इमेल हेर्ने ह्याबिट बनाउनुपर्छ। एभ्री डे हाम्रो एसाइनमेन्ट्सहरूदेखि लिएर हरेक कुराहरू हाम्रो इमेलमा युनिभर्सिटीले कम्युनिकेट गर्ने भएकोले अब हामीले त्यो ह्याबिट एकदमै धेरै डेभलप गर्नु जरुरी छ। किनभने हामी कतिपय अवस्थामा इभन कन्सल्ट्यान्टहरू पनि धेरै काठमाडौँमा के भन्छ इमेल हेर्ने बानी छैन हाम्रो, कि वाट्सएप कि मेसेन्जर यस्तोमा च्याट गर्ने कुरा गर्ने बानी छ। सो अब चाहिँ इमेललाई बढी प्रायोरिटी दिएर मैले इमेल चेक गर्नुपर्छ है, बिहान उठ्ने बित्तिकै एकखेप मेरो इमेलमा केही इन्फर्मेसन्सहरू आएको छ भनेर, अनि त्यो चाहिँ तपाईँहरूको त्यहाँ भएको युनिभर्सिटीमा रजिस्टर्ड गरेको इमेलमा कम्युनिकेसन सुरु हुन्छ। त्यस पछाडि युनिभर्सिटीले तपाईँहरूलाई ओरिएन्टेसन प्रोग्राम राखेको हुन्छ र त्यो ओरिएन्टेसन प्रोग्राम भरसक एटेन्ड गर्ने गरी आफ्नो फ्लाइटहरू सेड्युल गर्नुभएको होला। त्यो ओरिएन्टेसन प्रोग्राम मिस नगरिकन एटेन्ड गर्ने, तिनीहरूले आफ्नो युनिभर्सिटीको बारेमा, आफ्नो स्टाफ्सहरूको बारेमा तपाईँहरूलाई धेरै कुराहरू त्यहाँनिर उहाँहरूले बताउनुहुन्छ र त्यसले तपाईँहरूलाई त्यहाँ एकदमै धेरै सजिलो हुन्छ इन्फर्मेसन। किनभने तपाईँले एट वान पोइन्ट अफ टाइम यु विल गेट अ लट अफ इन्फर्मेसन इन द ओरिएन्टेसन, त्यो मिस नगर्नु होला।
त्यस पछाडि सबैभन्दा इम्पोर्टेन्ट छ कोर्सलाई रजिस्टर गर्ने कुरा। कोर्स रजिस्ट्रेसन चाहिँ नेपालबाटै पनि तपाईँहरूले गरेको हुन्छ भने कतिपय केसहरूमा चाहिँ जेनरली स्विडेनको हामीले 6 महिनाको पिरियडको हामीले यहाँनिर टाइम हुन्छ। त्यसमा कति क्रेडिट हुन्छ भन्दा 30 क्रेडिट हुन्छ। 30 क्रेडिटमा पनि हामीले 15 क्रेडिटको चाहिँ कोर्स के गर्छौँ रजिस्टर्ड गर्छौँ। त्यो रजिस्टर गर्नु एकदमै अनिवार्य हुन्छ। त्यो कोर्स रजिस्ट्रेसन गरे पछाडि मात्रै हामीले चाहिँ क्लासेसहरूमा एक्सेस पाउने, रिसोर्सेसमा एक्सेस पाउने, नत्र भने त हामीले पढ्नै पाइँदैन। यो एकदमै इम्पोर्टेन्ट पार्ट छ। यो इट्स अनलाइक अस्ट्रेलिया एन्ड अदर कन्ट्रिज। यो रजिस्ट्रेसन इज भेरी इम्पोर्टेन्ट एन्ड म्यान्डेटोरी। सही, यो छुट्नु भएन कसैको पनि। त्यस पछाडि तपाईँहरूले गर्नुपर्ने काम भनेको स्टुडेन्ट युनियन्स र नेपाली स्टुडेन्ट ग्रुप्सहरू पनि जोइन गर्नुपर्छ। त्यसको उद्देश्य के हो भने स्टुडेन्ट युनियन्सले तपाईँको कतिपय प्रब्लम्सहरूलाई सल्भ गर्ने र नेपाली ग्रुप्सहरूले चाहिँ तपाईँलाई विभिन्न खालको कम्युनिटिजहरूमा विभिन्न खालको कहिलेकाहीँ तपाईँहरू नै एउटा ठुलो कहिलेकाहीँ भनौँ न प्रब्लम्समा आउन सक्नुहुन्छ। त्यति बेला सरसहीको कुराहरू आउन सक्छन् अथवा विभिन्न कुराहरू हुन सक्छन्। त्यस कारणले गर्दा यी ग्रुपहरू जोइन हुनु जरुरी छ। तर तपाईँहरूलाई थाहा छ हामीले ग्रुपहरू जोइन गर्दै गर्दाखेरि ग्रुप कहिलेकाहीँ पल्युटेड पनि हुन्छ। ग्रुप चाहिँ धेरै ग्रुप्सहरू पल्युटेड या नेगेटिभ सेन्टिमेन्ट्सहरू पनि ग्रुपमा धेरै आइरहेको हुन्छ। किन एउटा ग्रुपमा 100 जना मान्छे छन् भने 90 जना मान्छे चाहिँ पोजिटिभ छन्, 10 जना मान्छे नेगेटिभ छ भने त्यहाँ पल्युसन स्टार्ट हुन्छ। किनभने पोजिटिभ भाइब्स भएको मान्छेले भन्दा नेगेटिभ भाइब्स भएको मान्छेले छिटो त्यहाँनिर नेगेटिभिटी स्प्रिड गर्छ। त्यसकारण ग्रुपहरू जोइन गर्दा जुनसुकै ग्रुप जोइन गरे पनि अन द टप अफ द माइन्ड तपाईँले के सोच्नुहोस् भने त्यहाँ भएको पोजिटिभ कुराहरूलाई बढी लिने कोसिस गर्नुहोस्। नेगेटिभ कुराहरूलाई चाहे इग्नोर गर्नुहोस् अथवा त्यसलाई भेरिफाई गर्ने कोसिस गर्नुहोस्। तपाईँहरूले अहिले हाम्रो नेपालकै सोसियल साइट्सहरू हेर्नुभयो भने होइन कति छिटो नेगेटिभ न्युजहरू स्प्रेड भएको हुन्छ भन्ने कुराहरू तपाईँले देख्नु नै हुन्छ। त्यसले हाम्रो माइन्डलाई कति छिटो पल्युटेड गर्छ या कति छिटो डाइभर्ट गर्छ भन्ने कुराहरू पनि विचार गर्नुहोस्। सो ग्रुप जोइन गर्ने, युनियन्सहरू जोइन गर्ने, बट त्यहाँबाट आफूलाई कसरी फाइदा पुग्छ, कसरी त्यहाँबाट पोजिटिभ इन्फर्मेसन्सहरू लिन सकिन्छ। सो यो कुराहरूमा चाहिँ बढी आफूलाई केन्द्रित गर्नुहोस्। र सोसियल ग्रुप्सहरू पनि इभेन्टको लागि र नेटवर्किङको लागि। नेटवर्किङ किन इम्पोर्टेन्ट हुन्छ भने विदेशमा चाहिँ जबहरू प्रायः रिफरल्सबाट नेटवर्किङ्सबाट नै बढी जबहरू पाउने सम्भावना हुन्छ। उनीहरूले जब दिने होइन, तर उनीहरूले तपाईँलाई एटलिस्ट केही इन्फर्मेसन दिन सक्छ भने त्यहाँ जब खाली छ। कम्तीमा तपाईँलाई त्यो इन्टरभ्यूसम्म लाने माध्यम त्यो ग्रुप्सहरूले बनाउन सक्छ है। सो त्यसको लागि चाहिँ तपाईँहरूले ती चिजहरू जोइन गर्नुपर्ने हुन्छ। र अघि मैले भनेको स्ट्रेस गरेको कुरा के थियो भने तपाईँहरूको कोर्स रजिस्ट्रेसन। यो इम्पोर्टेन्ट कुरा हो, मिस गर्नु हुँदैन। मिस गर्नुभयो भने तपाईँहरूले क्लासै लिन सक्नुहुन्न, मतलब पढ्नै पाउनुहुन्न। सो त्यस कारणले गर्दाखेरि चाहिँ यो एकदमै रजिस्टर गर्नुपर्छ। रजिस्टर भइसके पछाडि मात्रै तपाईँ एक्चुअली इनरोल भयो भन्ने कुरा बुझ्नुपर्छ। तपाईँको यहाँ भिजा आयो अनि त्यस कारणले गर्दा तपाईँले सजिलै वहाँ गएर पढ्न पाउनुहुन्छ भन्ने हुँदैन। त्यो उनीहरूको प्रोसेस हो। त्यो प्रोसेस तपाईँहरूले पुरा गर्नुपर्छ। र फर्स्ट लर्निङ पिरियड भनेको जुन मैले अघि भने 15 क्रेडिट्सको पिरियड हुन्छ, त्यसमा इनरोल गर्ने आफूलाई। 15 क्रेडिट्समा म के पढ्छु, कुन कुन कोर्स पढ्छु भनेर तपाईँले इनरोल गर्ने। सो यो इनरोल गरिसके पछाडि अनि त्यस पछाडि तपाईँले अरू एक्सेसहरू पाउनुहुन्छ। र त्यहाँ पनि थुप्रै एजुकेसनल साइट्सहरू छन् होइन। त्यो साइट्सहरू चाहिँ ल्याडोक, क्यानभास होइन, यस्तै टिचिङ साइट्सहरू हुन्। ती साइट्सहरूमा पनि आफूले युज गर्ने र आफूले जुन कोर्सहरू चाहिँ रजिस्टर गरेको छ या तपाईँलाई जुन कोर्स पढ्नुपर्ने हो त्यो कहिलेकाहीँ टेक्निकल्ली तपाईँको सिस्टममा, तपाईँले एक्सेस गर्ने सिस्टममा मिस भएको छ भने तुरुन्तै तपाईँले कोर्सको लागि चाहिँ त्यो प्रोग्राम काउन्सिलरलाई अथवा जो प्रोग्राम डिरेक्टर हुन्छ, कोर्सको जो कोअर्डिनेटर हुन्छ त्यसलाई सम्पर्क गरेर त्यसको एक्सेस फेरि लिनुपर्ने हुन्छ। तपाईँले रजिस्टर गरे पछाडि पनि कहिलेकाहीँ टेक्निकल्ली तपाईँले पढ्नुपर्ने कुराहरू त्यहाँ मिस भएको हुनसक्छ। त्यसको लागि तपाईँले उनीहरूलाई फेरि कोर्स कोअर्डिनेटरलाई भेटेर यो कुराको इन्फर्म गर्नुपर्ने हुन्छ। सो एकाडेमिक लाइफ इन स्विडेन भनेर भनेको छ। जेनरली पढाइ कस्तो हुन्छ त स्विडेनमा? स्विडेनमा पढ्ने कुराहरू भनेको चाहिँ टिचर्सहरू त्यहाँनिर एकदमै फ्रेन्डली हुन्छ। जस्तो हाम्रो जस्तो चाहिँ हामी क्लासमा अब जसरी टिचरहरूसँग बोल्छौँ नि, सर भनेर बोल्छौँ, यस्तो उनीहरूलाई त्यस्तो भनिराख्नु पर्दैन क्या। हेलो माइकल भन्दा हुन्छ, हेलो जोन भन्दा हुन्छ। दे प्रिफर द्याट। यु क्यान कल देम बाई देयर नेम्स। उनीहरू एकदम फ्रेन्डली हुन्छ है। सो यसको मतलब दे प्रिफर लाइक कम्युनिकेटिङ इन अ भेरी एकदमै धेरै
भनौँ न कनेक्टेड इन्भाइरोमेन्टमा तपाईँले पढ्नु, कुनै फियर कुनै डर हुँदैन त्यहाँनिर। सो तपाईँहरूको लर्निङ प्रोसेस चाहिँ एकदम सहज हुन्छ, ग्रुप वर्क्सहरू हुन्छ, बढीभन्दा बढी फिल्ड भिजिट्सहरू हुन्छ। त्यो रटेर बस्नुपर्ने, रटेर एक्जाम दिनुपर्ने, 3 घन्टामा एक्जाम सक्नुपर्ने त्यस्तो हुँदैन है। सबै कुराहरू कम्युनिकेसन्सहरू पनि मैले अहिले पनि भने कम्युनिकेसन्सहरू इमेल मार्फत गर्नुपर्ने हुन्छ। लाइब्रेरिज ल्याबहरू एकदमै वेल इक्विप्ड हुन्छ, यो रियल्ली हुन्छ र यसको तपाईँले भरपुर फाइदा उठाउनुपर्छ। त्यस्तै गरेर कोर्स मटेरियल्सको कुराहरू मैले अहिले पनि भने, कोर्स मटेरियल्सको लागि तपाईँहरूले वेबसाइट्स जेनरली क्यानभासहरू चाहिँ युज गर्न सक्नुहुन्छ, क्यानभास ल्याडकहरू युज गर्न सक्नुहुन्छ है। र बेसिकली डेडलाइन्सहरू, एसाइनमेन्टको डेडलाइन्सहरू एकदमै इम्पोर्टेन्ट हुन्छ। नेपालमा जस्तो सर मैले त होमवर्क बिर्सेछु घरमै छोडेछु भन्न पाइँदैन होइन। फलानु भयो, टाउको दुख्यो, कुनै के भयो, म भोलि लिएर आउँछु भन्न पाइँदैन। त्यो डेडलाइन हुन्छ एन्ड यु आर नट गोना मिस द्याट डेडलाइन। सो एन्ड द्याट इज अ सिभियर पनिसमेन्ट इन टर्म्स अफ योर प्रोग्रेसमेन्ट इन योर स्टडी। सो यु मस्ट एकम्प्लिस योर एसाइनमेन्ट विदिन द डेडलाइन्स। सो त्यो कुरामा एकदमै धेरै चाहिँ सिन्सियर हुनु पऱ्यो। अनि त्यस्तै गरेर इमेलहरू लेख्नु पऱ्यो भने युनिभर्सिटीसँग इमेलबाट कम्युनिकेसन हुन्छ। मैले 3-4वटा कुराहरू फोकस गरिरहेको छु, कोर्स इनरोलमेन्टको कुरा, इमेलको प्रयोगको कुरा, अनि त्यस्तै गरेर यो वेबसाइट्सहरूको कुरा, अनि त्यस पछाडि तपाईँले लाइब्रेरिज ल्याब्समा आफ्नो रिसोर्सेसहरूलाई भरपुर युज गर्ने कुरा। र इमेल लेख्दाखेरि पनि हाम्रो नेपालीहरूको इमेल लेख्ने तरिका के छ भने भरसक चाहिँ त्यो एकदमै इन्फर्मल इमेल लेख्ने होइन, क्ल्यारिटी नदिने त्यस्तो कुराहरू हुने। यु निड टु डेभलप अ भेरी प्रोफेसनल वे अफ राइटिङ इमेल्स एन्ड द्याट सुड इन्क्लुड युर हु यु आर। तपाईँको स्टुडेन्ट नेम हुन्छ, तपाईँको आइडी हुन्छ, तपाईँको त्यो युनिभर्सिटीको आइडीहरू हुन्छ, के पर्पोजका लागि इमेल लेख्नु भएको थियो, के जानकारी लिन चाहनुहुन्छ, सबै कुराहरू एउटा फर्मल ल्याङ्ग्वेजमा क्लियर भएर लेख्नुहोस् है। यो कुरा ध्यान दिनु होला। सो यो कुरा सकिसके पछाडि ओरिएन्टेसनको कुरा मैले अघि भनिसकेको छु। नेक्स्ट स्लाइड प्लिज। सो अब युनिभर्सिटीमा गइसकेपछि के को लागि कसलाई एप्रोच गर्ने, तपाईँको कामहरू फरक कामहरू हुनसक्छ युनिभर्सिटीमा। सो युनिभर्सिटीमा तपाईँले इन्टरनेसनल अफिसमा जानुहुन्छ, के को लागि जानुहुन्छ भन्दा इन्टरनेसनल स्टुडेन्टको क्वेसन्सहरू। सुरुमा तपाईँलाई चाहिने चाहिँ एडमिन हेल्पहरूको लागि सुरुमा तपाईँले कहाँ जानुहुन्छ, इन्टरनेसनल अफिस भनेर बेग्लै हुन्छ। किनभने त्यहाँ त युरोपियन स्टुडेन्ट्सहरू पनि हुन्छ, उनीहरूको आफ्नो कन्ट्रीको नेसनल स्टुडेन्ट्सहरूको पनि हुन्छ भने इन्टरनेसनल स्टुडेन्ट्सको लागि उनीहरूले बेग्लै हेल्प डेस्कहरू इस्टाब्लिस गरेको हुन्छ। सो तपाईँले त्यहाँ जानुपर्ने हुन्छ। त्यस्तै गरेर कोर्सको लागि अथवा स्टडी रिलेटेड कुराहरूको लागि चाहिँ तपाईँले कोर्स कोअर्डिनेटरकोमा जानुपर्ने हुन्छ। अनि आफ्नो कोर्सहरूलाई चुज गर्नु पर्यो या रिभाइज गर्नु पर्यो भने एकाडेमिक एडभाइजरकोमा जानुपर्ने हुन्छ। अनि एकाउन्टको लागि, आइडीको लागि, अघि मैले भने जस्तो स्टुडेन्ट आइडीको लागि, आफ्नो चाहिँ इमेल एकाउन्ट्सहरूको लागि, यो सबै कुराहरूको लागि तपाईँले युनिभर्सिटीको हेल्प डेस्कमा जानुपर्ने हुन्छ। र एकोमोडेसनको लागि चाहिँ हाउसिङ अफिस अथवा ल्यान्डलर्डकोमा जानुपर्ने हुन्छ। त्यस्तै गरेर अरू कुराहरू अघि मैले भनि पनि सकेको छ, स्टुडेन्ट युनियनमा जाने कुरा, स्टुडेन्ट ग्रुप्समा जाने कुरा। क्याम्पसमा पनि हेल्थ एन्ड वेलबिङ्सहरू हुन्छ कि, क्याम्पसमा पनि तपाईँको चाहिँ कुनै इस्यु, हेल्थ इस्युजहरू आयो सामान्य कहिलेकाहीँ भने त्यो डिपार्टमेन्ट्सहरू पनि हुन्छ, त्यसको पनि तपाईँले चाहिँ भरपुर सहयोग लिन सक्नुहुन्छ। र तपाईँलाई प्राइमेरी हेल्थ केयर भनेको चाहिँ भाट सेन्ट्रल भन्ने त्यहाँनिर हाम्रो हेल्थ पोस्टहरू जस्तै हुन्छ। त्यहाँ गएर चाहिँ तपाईँले हस्पिटल भनेको ठुल्ठुलो कुराहरू भइहाल्यो, हेल्थ पोस्टहरू जस्तो चाहिँ। सो भाट सेन्ट्रलमा गएर तपाईँले प्राइमेरी हेल्थ केयरहरू लिन सक्नुहुन्छ। तपाईँ बिरामी भएको खण्डमा होइन, तपाईँहरूको फ्री सर्भिस हुन्छ, त्यो तपाईँहरूलाई थाहा छ। यदि तपाईँहरू चाहिँ 2 इयर्सको प्रोग्राममा मास्टर्समा या ब्याचलर्समा जानुभएको छ भने डिपेन्डेन्ट र उसलाई दुईटालाई फ्री हेल्थ सर्भिस हुन्छ। र 1177 नम्बर यो चाहिँ त्यहाँको हेल्थ प्रब्लम रिलेटेडको लागि चाहिँ इमर्जेन्सी नम्बर हो। तपाईँलाई केही इमर्जेन्सी कहिलेकाहीँ चाहिँ टेलिफोनबाटै पनि तपाईँलाई एकदमै गाह्रो भयो अथवा के भयो, तपाईँले एम्बुलेन्स बोलाउनु पर्ने भयो या अरू नै केही इस्युजहरू भयो, हेल्थ रिलेटेड इस्युजहरू भने यो चाहिँ इमर्जेन्सी नम्बर हो 1177। यो नम्बरमा कल गरेर तपाईँहरूले त्यो सुविधा लिन सक्नुहुन्छ है। नेक्स्ट स्लाइड प्लिज। ओके, ट्याक्स एजेन्सी नेपालमा पनि हामी अहिले धेरै स्टुडेन्ट्सहरूले फी तिर्नको लागि आफ्नो प्यान कार्ड कम्पलसरी गरेको छ, राइट।
सो तपाईँहरू धेरैले प्यान कार्ड अथवा धेरैले आफूलाई ट्याक्समा रजिस्टर गर्नुभएको होला। तर यी देशहरू भनेको धेरै अगाडिदेखि ट्याक्स सिस्टममा चाहिँ यिनीहरू कर्पोरेट भइसकेको हो। सो त्यहाँ एभ्रिथिङ जे हुन्छ सबै कुराहरूको लागि ट्याक्स लायबल हुन्छ। हामीले कमाएको पैसाहरूबाट ट्याक्स तिर्ने, ट्याक्स एकुमुलेट गर्ने, त्यो सबै सिस्टमेटिक हुन्छ, एकदमै धेरै सिस्टमेटिक हुन्छ। र त्यही ट्याक्सबाटै तपाईँहरूले वेलफेयर बेनिफिट्सहरू पाउने हो। त्यही ट्याक्सबाटै भोलि तपाईँहरूको पिआरहरूकोदेखि लिएर सम्पूर्ण कुराहरू रिभ्यू हुने हो। तपाईँले कति कमाइराख्नु भएको छ, उनीहरू गभर्मेन्टलाई कति ट्याक्स तिरिराख्नु भएको छ, यी सबै कुराहरू त्यसबाट रिभ्यू हुन्छ। र यो एकदमै इम्पोर्टेन्ट एस्पेक्ट पनि हो। सो ट्याक्सको लागि सबभन्दा पहिला पर्सन नम्बर भन्छ। यो नम्बर चाहिँ स्विडेनको, हाम्रो नेपालको अहिले जुन नेसनल आइडी कार्ड भने जस्तै यो तपाईँको जहिले पनि एकचोटि तपाईँले नम्बर पाउनुभयो भने यो तपाईँको जीवनकालभरि स्विडेनको लागि यो एउटा फिक्स्ड नम्बर हो। यो तपाईँको लागि डेडिकेटेड भएको नम्बर हुन्छ। सो यो स्विडिस पर्सनल आइडी नम्बर, त्यस पछाडि यो के को लागि चाहिन्छ भन्दा यो बेगर तपाईँले ब्याङ्क एकाउन्ट खोल्न सक्नुहुन्न। ब्याङ्क एकाउन्ट नखोलिकन तपाईँलाई कसैले जब पनि दिँदैन, किनभने तपाईँलाई स्यालेरी केमा हाल्ने, क्यासमा त्यहाँ पेमेन्ट हुँदैन। सो यो नम्बर पहिला पाउनु पऱ्यो, अनि ब्याङ्क एकाउन्ट खोल्नु पऱ्यो। सो यो प्रोसेसहरू तपाईँले गर्नुपर्ने हुन्छ। त्यही भएर गएको 2, 2.5, 3 महिना चाहिँ तपाईँहरूलाई त्यहाँ काम गर्नको लागि यो कुराहरूले रोक्न सक्छ। त्यसैको लागि हामीले तपाईँहरूलाई नेपालबाटै केही बजेटहरू तपाईँहरूले चाहिँ लिएर जानुहोस् भनेको कारण पनि थियो। जब पाउने कुरामा पनि यी कुराहरूले तपाईँहरूलाई चाहिँ हिन्ड्रान्स हुनसक्छ है। त्यस्तै गरेर इन्सुरेन्स र हेल्थ केयर भिजिट्सको लागि पनि ट्याक्स तिरेकै हुनुपर्छ होइन। ट्याक्स नतिरिकन यी बेनिफिट्सहरू तपाईँको रिड्युस हुँदै जान्छ अथवा नपाइन सक्छ। अनि स्विडिस सर्भिसेसहरू डिफ्रेन्ट, हाम्रो नेपालमा कति गभर्मेन्ट सर्भिसहरू छन्, त्यस्तै स्विडिसमा पनि आई थिङ्क सोसियल सेक्युरिटीको हिसाबमा स्विडेन विश्वको टप 10 भित्र पर्छ। सोसियल सेक्युरिटी भनेको गभर्मेन्टले दिने बेनिफिट्सहरू, त्यो बेनिफिट्सहरू लिनको लागि तपाईँ ट्याक्समा अनिवार्य रूपमा रजिस्टर त अनिवार्य नै छ। त्यस कारणले गर्दा यसमा धेरै विषय बोलिराख्नु परेन। तर तपाईँलाई चाहिने डकुमेन्ट्सहरू के हो भने पासपोर्ट, रेजिडेन्स पर्मिट डिसिजन लेटर जुन तपाईँले अस्ति पाउनु भएकै छ, अनि तपाईँको रेन्टल कन्ट्र्याक्ट अर प्रुफ अफ एड्रेस, तपाईँले कहाँ गएर बस्नुभएको छ, ल्यान्डलर्डसँग गरेको जुन एग्रिमेन्ट छ त्यो चाहियो। त्यस्तै गरेर युनिभर्सिटीबाट एडमिसन लेटर चाहियो। र कहिलेकाहीँ तपाईँहरूलाई केही एडिसनल डकुमेन्ट्सहरू माग्न सक्छ तपाईँहरूको स्पेसल केसमा। सो त्यो मागेको खण्डमा ती डकुमेन्ट्सहरू इजिली एभाइलेबल हुने डकुमेन्ट्सहरू नै हुन सक्छन्। केही हाम्रो पनि नेपालमा हामी कहिलेकाहीँ गयौँ भने के मागिदिरहेको हुन्छ, सबै कुरा पुर्याएर जाँदा पनि कहिलेकाहीँ केही मिसिङ छ भने त्यो कुराहरू माग्न सक्छ। र यो गर्नको लागि चाहिँ हामीले अनलाइनबाट एपोइन्टमेन्ट लिएर जानुपर्छ। र अनलाइन एपोइन्टमेन्ट लिनको लागि चाहिँ skatteverkit.se भन्ने वेबसाइटमा तपाईँहरूले पहिला एपोइन्टमेन्ट लिने, यो डकुमेन्टहरू रेडी गर्ने, अनि त्यस पछाडि ट्याक्सको लागि चाहिँ एप्लाई गर्ने है। अनि तपाईँको पर्सनल नम्बर आउँछ। त्यो पर्सनल नम्बर आइसके पछाडि तपाईँको त्यो पर्मानेन्ट आइडी कार्ड नम्बर भयो। त्यसपछि तपाईँको अरू सबै सुविधाहरू ओपन हुन्छ बिस्तारै। ओके, अब ब्याङ्क एकाउन्ट खोल्ने र ब्याङ्क आइडी लिने। जब नम्बर आउँछ तपाईँको आइडी, त्यसपछि ब्याङ्क एकाउन्ट खोल्ने। ब्याङ्क एकाउन्ट खोल्नको लागि यहाँ 3-4वटा जस्तो ब्याङ्कको नामहरू छन्। यो ब्याङ्कहरू जुनै पनि तपाईँहरूले एक्सेस गर्न सक्नुहुन्छ उहाँ गइसके पछाडि। अनि त्यसको लागि चाहिने पासपोर्ट, पर्सन नम्बर, एडमिसन लेटर र रेन्टल एग्रिमेन्ट। सो पर्सन नम्बर चाहिँ पहिला अघि पाउनु पऱ्यो, अनि मात्र ब्याङ्क एकाउन्ट खोल्नु भयो है। सो यो ब्याङ्क एकाउन्ट खोल्नको लागि चाहिँ यो पासपोर्ट, पर्सन नम्बर, एडमिसन लेटर र रेन्टल एग्रिमेन्ट चाहियो। र यो 4वटा ब्याङ्क्सहरू हामीले दिएको छौँ। अरू पनि थुप्रै ब्याङ्क्सहरू त्यहाँ छन्, तपाईँले चाहिँ यी मध्ये कुनै पनि ब्याङ्कहरू रोज्न सक्छ। सिम कार्ड, सो सिम कार्डको लागि पनि अब हाम्रो यहाँ एनसेल, एनटिसीहरू भने जस्तै त्यहाँ पनि थुप्रै कम्पनीका सिम कार्डहरू छन्। सो यो कम्बिक चाहिँ तपाईँहरूले सजिलै इजिली पाउनु भएको हुनाले अहिले सुरुको फेजमा मैले त्यही सिम कार्ड प्रिफर गर्छु। यो चाहिँ त्यसमा चाहिँ तपाईँहरूको चाहिँ प्रिपेड सिम जस्तै हो र सजिलै तपाईँ त्यसलाई चाहिँ रजिस्टर गर्न सक्नुहुन्छ। यसको लेन्दी प्रोसेसहरू छैन। सो सुरुमा त्यही सिम कार्ड युज गर्नुहोस्। केही समय पछाडि अरूको फ्यासिलिटी हेरेर कुनबाट तपाईँहरूलाई बढी फाइदा हुन्छ, कसको प्याकेज राम्रो छ, तपाईँहरूलाई कस्तो प्याकेज मनपर्छ, कसैको रातभरि बोल्नुपर्ने होला, कसैको चाहिँ के बोल्नुपर्ने होला, कसैको बढी भिडियोमा बोल्नुपर्ने होला, कसैलाई बढी डेटा चलाउनु पर्ने होला। सो त्यो अनुसार कसको फ्यासिलिटी मनपर्छ त्यही अनुसार तपाईँले आफ्नो सिमहरू चोइस गर्न सक्नुहुन्छ। र यसको लागि पनि त्यही पासपोर्टहरू र कहिलेकाहीँ चाहिँ तपाईँको आइडी, स्टुडेन्ट आइडीहरू पनि माग्छ। र यति गरिसके पछाडि तपाईँले एज अ स्टुडेन्ट के काम गरिसक्नुभयो भने
कोर्स रजिस्टर्ड गर्नुभयो, त्यसपछि तपाईँले पर्सनल नम्बर लिनुभयो, ट्याक्समा रजिस्टर गर्नुभयो, ब्याङ्क एकाउन्ट खोल्नुभयो होइन, अनि त्यस पछाडि सिम कार्ड पनि लिनुभयो। सो यी सबै भइसके पछाडि अब अरू के कुराहरू तपाईँहरूले ध्यान दिनुपर्छ, अझै स्विडेन कस्तो छ, त्यहाँको क्लाइमेट के छ, अरू के बोकेर जानुपर्छ, के छ स्विडेनको रियल एक्सपिरियन्स सेयर गर्नको लागि। सो आई एम इन्भाइटिङ आवर CEO अफ ट्रस्ट एजुकेसन मिस्टर सरोज थपलिया, प्लिज वेलकम अन द स्टेज। हेलो एभ्रिवान, गुड आफ्टरनुन। कङ्ग्रेचुलेसन्स, धेरैचोटि खाइसक्नुभयो होला, मेरो तर्फबाट पनि कङ्ग्रेचुलेसन्स वान्स अगेन है। बट लाइक यु एट हेभन कन्क्वर्ड एनिथिङ। ल, यो भिजा आउनै थियो है। तपाईँहरूको फरक फरक काउन्सिलर हुनुहुन्थ्यो होला, कोही अञ्जना म्यामसँग काउन्सिलिङ दिनुभयो, कोही मनोज सरसँग, कोही मसँग होला, कोही मिलन सरसँग। बट हामीले काउन्सिलिङको टाइममा सबैजनाले भन्दै आएको एउटा कुरा थियो कि भिजाको लागि त्यति वरि नहुनुहोस् होइन। अब 100औं केसमा एकाध अपवाद हुन सक्ला, अदर देन द्याट वी हेभ बिन एबल टु सेक्योर भिजा। हामीले त्यस्तै गन्तव्यहरूको मात्रै पनि काम गरिरहेको छौँ होइन। सो तपाईँहरू स्विडेन जानुहुन्छ अगस्टमा, यसमा हामीलाई दुई मत छैन है। सो तपाईँहरू आउँदाखेरि काउन्सिलिङको समयमा आउँदा कोही अगस्टभन्दा 6 महिना अगाडि आउनुभएको थियो होला, कोही 4 महिना अगाडि आउनुभएको थियो होला, कोही 8-9 महिना अगाडि पनि आउनुभएको थियो। सो यु अल ह्याड टाइम वेल इन एडभान्स टु प्रिपेयर योरसेल्फ होइन। सो जो साथीहरूले हाम्रो कुरा सुनिदिनु भयो, बुझिदिनु भयो, मानिदिनु भयो होइन, उहाँहरूलाई उता गएर डेफिनेटली विथ टाइम सहज हुनेवाला छ होइन। बट अब मेरो विश्वास के हो भनेदेखि अधिकांशहरूले चाहिँ यो कुरा सुन्नु नै भएको छैन, इम्प्लिमेन्ट नै गर्नुभएको छैन होइन। कतिपय एडमिसन आओस् अनि म प्रिपरेसन सुरु गर्छु, स्किलको तयारी सुरु गर्छु भन्नेतिर लाग्नुभयो। त्यस पछाडि अब यो फिनान्सियल यो त्यो अनेक भिजा एप्लिकेसन त्यसकै तनावमा पर्नुभयो होइन, अनि छुटेको गर्नुभयो। अधिकांशको यो स्थिति हुनसक्छ, मलाई जहाँसम्म लाग्छ, मेरो अनुभवले त्यही भन्छ होइन। त्यसैले अब फर्दर अब त टाइम छैन तपाईँहरूसँग, कोहीसँग 2 हप्ता होला, कोहीसँग 3 हप्ता होला, कोहीसँग 4 हप्ता होला, कोहीसँग हप्ता मात्रै होला होइन। सो यो प्रिपरेसन गर्नलाई समय छैन अहिले है। त्यसैले नेक्स्ट थिङ के गर्ने त भन्दाखेरि बिफोर यो फर्मल प्रेजेन्टेसन यहाँ के टपिकहरू छ त्यो कभर गर्दै गरौँ होला अहिले होइन। म केही टिप्स दिन चाहन्छु तपाईँहरूलाई होइन। सो जो साथीहरूले प्रिपेयर गर्नु, जो प्रिपेयर्ड हुनुहुन्छ नि, उहाँहरूले पनि यो नसम्झिनुहोस् कि त्यहाँ टेक्ने बित्तिकै मेरो जय हुन्छ है। प्रिपेयर्ड हुनेहरूलाई के सजिलो भयो त भन्दा विथ टाइम ग्रेजुअली थिङ्स विल स्टार्ट फलिङ देयर वे होइन। दे विल स्टार्ट बिल्डिङ कनेक्सन्स, नेटवर्क्स होइन। दे विल स्टार्ट अप्रोचिङ इम्प्लोयर्स होइन। अनि अप्रोचिङ इम्प्लोयर्स पोसिबली इन स्विडिस ल्याङ्ग्वेज बेसिक भए पनि है। सो ग्रेजुअली थिङ्स विल स्टार्ट फलिङ योर वे होइन। बट स्टिल तपाईँहरूलाई पनि प्यानिक त हुन्छ इनिसियल डेजमा, किन तपाईँहरूले जसरी सोच्नुभएको हुन्छ विदेश ग्रान्ड यो गर्ने त्यो गर्ने, त्यो नपाउन सकिन्छ है। बट जो कम्प्लिट अनप्रिपेयर्ड हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ मैले दिने टिप्स भनेको के हो भनेदेखि डु नट प्यानिक है। इनिसियल जुन फर्स्ट 2-3 महिना हुन्छ त्यो एभ्री वान विल प्यानिक होइन। मलाई जहाँसम्म लाग्छ यहाँ उपस्थित हुने तपाईँहरू 80-90 जना कति हुनुहुन्छ, 80-90 जना सबका सब प्यानिक हुनुहुन्छ, त्यसमा मलाई दुई मत छैन ल। सो ट्रिक भनेको चाहिँ त्यसमा जति सकेको कम प्यानिक गर्ने होइन। नेगेटिभ कुरा सुनाउने मान्छेहरू प्रशस्तै आउनुहुन्छ, अघि सरले पनि बताउँदै हुनुहुन्थ्यो होइन। नेगेटिभ कुराको प्रचारबाजी धेरै हुन्छ, त्यो पेजमै पनि थुप्रै प्रचारबाजी भएको देख्नुभएको होला तपाईँहरूले। के अरे स्विडेन स्टुडेन्ट्स लिभिङ इन स्विडेन होइन। त्यो पेजमा तपाईँले भोलि गएर उता गएर अलिकति एडप्ट भइसके पछाडि देख्नुहुन्छ त्यहाँ चाहिँ जो आफूले गर्न सकेको छैनन् नि, जसले यी कुराहरू सुनेनन् पहिला होइन, जो अनप्रिपेयर्ड गए अथवा चाहिँ जो विविध प्रयोजन अथवा चाहिँ विविध माध्यम मार्फत चाहिँ स्विडेनसम्म पुगेर दशकौँदेखि बसिरहेका छन् होइन। त्यस्ता मान्छेहरू अधिकांश आबद्ध छन्। अब 95% मान्छेहरू चाहिँ ती आबद्ध भएको देख्छु म होइन। सो उनीहरूले प्रचार गर्ने भनेको नेगेटिभ कुरा नै हुन्छ, उनीहरूले गर्ने भनेको प्यानिक कुराहरू नै हुन्छ होइन। एन्ड दिस इज नट स्टप हियर, त्यो पेजमा बन्द हुँदैन है। तपाईँले भोलि स्विडेन गएर त्यहाँ रहेका होइन, कोही पोहोर गएका होलान्, कोही परार गएका होलान्, कोही 10 वर्षदेखि बस्दै आएका होलान् होइन। 10 जना मध्ये 8 जनाले तपाईँलाई नेगेटिभिटी नै प्रचार गर्छ फेरि पनि है। दे विल ड्र्याग यु टु दियर लेभल, बुझ्नुभयो। अनि स्टार्ट काउन्सिलिङ यु होइन। उसलाई थाहा छैन कि तपाईँ
बा या चाहिँ एउटा चाहिँ के अरे कम्प्युटर साइन्समा ग्रेजुएट गरेर 4 वर्षदेखि कुनै वेल संस्थामा चाहिँ काम गरिराख्नु भएको थियो कि त्यो त उसलाई थाहा छैन। उसले सिधै तपाईँलाई पहिला लेबर बनाउने आफू जस्तो सोच्ने हो, त्यस पछाडि अनि आफ्नो काउन्सिलिङ सुरु गर्ने होइन। सो मेरो सल्लाह के छ भनेदेखि सुन्दिनँ तेरो कुरा भन्न मिल्दैन, हेर्नुहोस् होइन, नेपाली हुन् होइन, दे आर द वान, अहिले तपाईँहरूले चिन्नुभएको, सो सुनिदिनु पर्ने हुन्छ होइन। बट प्लिज हाम्रो कुरा पनि सुनिदिनुहोस् ल। हाम्रो पनि यो होइन कि यिनीहरूलाई पठाइदेऊ ठेलिदिइहालौँ त्यस पछाडि हाम्रो काम सिद्धिहाल्छ भन्ने मनसाय होइन होइन। नम्बरै मात्र पठाउनु थियो भनेदेखि पोसिबली वी वुड ह्याभ कन्क्वेड डबल नम्बर्स क्या। अहिले तपाईँहरू 100-150 कतिजना हुनुहुन्छ, योभन्दा डबल नम्बरको हामी काम गर्न सक्थ्यौँ होइन। कतिपय हामी आफैले फर्काएको विद्यार्थीहरू पनि छन्, हेर्नुहोस् होइन। त्यसैले चाहिँ इनिसियल डेजमा प्यानिक नहुनुहोस् ल है। सो त्यो प्यानिक हुने अनि 10वटा नेगेटिभ कुरा सुनेर चाहिँ दिमागलाई नेगेटिभिटीतिर लैजाने, प्यानिक मोडमा लैजाने भन्दा पनि रादर स्टार्ट लर्निङ ल्याङ्ग्वेज होइन। यहाँ पनि सिक्नुहोस् त हामीले भनेको हौँ, कतिपयले सिक्नुभयो होला अथवा कतिपयले आफैले घरमा भए पनि केही प्र्याक्टिस गर्नुभएको होला होइन, केही 2-4वटा शब्द भए पनि जान्नुभएको होला, नोन भएको होला होइन। सो उता गएर ल्याङ्ग्वेज फ्री अफ कस्ट सिक्न पाइन्छ। विद्यार्थीहरूले युनिभर्सिटीमै पनि त्यो कोर्स रेजिस्टर गर्न पाउँछन्। विचार गर्नुहोस् त, यो इङ्ग्लिस के अरे स्विडिस ल्याङ्ग्वेज युनिभर्सिटीमा पढ्नको लागि पनि तपाईँहरूले लाडकमा गएर कोर्सको लागि चाहिँ रेजिस्टर गर्नुपर्ने हुन्छ। जसरी तपाईँले आफ्नो एकाडेमिक कोर्सको लागि रेजिस्टर गर्नुहुन्छ, त्यो रेजिस्टर गर्नु भएन भनेदेखि दे विल नट एक्सेप्ट यु इन्टु द क्लासेस है। त्यो चाहिँ फर्स्ट थिङ, तपाईँहरूले युनिभर्सिटी पुगे पछाडि इन्टरनेसनल अफिसमा गएर यो कुराहरू बुझिहाल्नुहोस् र निडफुल गर्नुहोस्। अथवा बुझिँदैन भनेदेखि वी हेभ टिम, अङ्कित सर हुनुहुन्छ, आकृति म्याम हुनुहुन्छ टु असिस्ट यु, अथवा यु क्यान रिच आउट टु एनी अफ अस ल, विल गाइड यु फ्रम हियर है। सो स्विडिस भाषा सिक्नुहोस् र डिपेन्डेन्ट स्पाउससहित कोही जाँदै हुनुहुन्छ भनेदेखि उहाँहरूले पनि भाषा सिक्न पाउनुहुन्छ। उहाँहरूले चाहिँ युनिभर्सिटीमा होइन कम्युनमा सिक्नुपर्ने हुन्छ। हाम्रो नगरपालिका गाविस भने जस्तै कम्युनले फ्री अफ कस्ट सिकाउँछ र त्यो मोर डेप्थमा हुन्छ, मोर एकदमै बेसिकबाट सुरु भएको हुन्छ। युनिभर्सिटीको अलिकति फास्ट पेस हुन्छ होइन, बट यो चाहिँ एक्चुअल सिकाउने खालको हुन्छ होइन। सो त्यो जोइन गर्नुहोस् होइन। अनि अब तपाईँसँग एटलिस्ट भाषा एड गर्नुभयो, रादर देन 10वटा कुरा सुनेर मोर प्यानिक नभइकन चाहिँ भाषा एड गर्नुभयो भनेदेखि त्यही अचिभमेन्ट हो कि होइन। अनि ग्रेजुअली मेबी जब्सहरू पाउन थाल्नुहुन्छ है। त्यसैले यो अघिल्लो 3 महिना आफूलाई स्ट्रङ राख्नु चाहिँ एकदमै जरुरी हुन्छ। अदरवाइज के गरिन्छ भनेदेखि विल स्टार्ट मेकिङ रङ मुभ्स होइन। अनि रङ मुभ लिन थालिसके पछाडि त डिटोरेट हुनु तय छ, हेर्नुहोस् होइन। सुनर र लेटर भन्ने कुरा मात्रै हो, बुझ्नुभयो है। त्यसैले यो एउटा कुरा भयो, रिमेन स्ट्रङ। किन तपाईँहरूले यो भन्दै गर्दाखेरि यो अनुभूति भएको होला कि त्यति सजिलो त रहेछ विदेश गाह्रै छ भनेर होइन। बट तपाईँले जति गाह्रो छ भनेर अहिले सोच्नुभएको छ त्योभन्दा धेरै गाह्रो छ, हेर्नुहोस् होइन। मैले भन्दै आउने कुरा छ हरेक सेसनमा हरेक जाने विद्यार्थीहरूलाई कि तपाईँको स्ट्रगल त्यहाँबाट सुरु हुन्छ कि जब तपाईँले प्लेनबाट फर्स्ट पाइला भुइँमा टेक्नुहुन्छ, त्यहाँदेखि तपाईँको स्ट्रगल सुरु भयो होइन। सो द ट्रिप इज नट टु ब्रेक ल। अपर्च्युनिटी भएको ठाउँ हो होइन, समृद्ध ठाउँ हो, सेक्युरिटी भएको ठाउँ हो होइन। एन्ड द पिपल आर वार्म एन्ड वेलकमिङ, अनलाइक जर्मन अथवा स्पेनिस अथवा चाहिँ पोर्तुगिज होइन, अन्त्यतिरको जस्तो होइन। नर्डिक पिपल दे आर भेरी वेलकमिङ पिपल, वार्म पिपल होइन, हेल्पफुल पिपल है। सो त्यो हुनाले चाहिँ आफू स्ट्रङ रहनुहोस् है। अनि अर्को कुरा ल्याङ्ग्वेज सिक्ने अघि मैले भनि नै हालेँ। अनि ट्राई बिल्ड नेटवर्क, डु नट लिमिट योर सेल्फ ओन्ली इन्टु नेप्लिज कम्युनिटी होइन। हामी अब यहीँबाट 150जना विद्यार्थी जाँदैछौँ यही सेसनमा मात्रै भने पछाडि अफकोर्स कम्युनिटी छ तपाईँहरू जाने सिटीमा होइन। र नेपाली कम्युनिटी हामीलाई एकदमै चाहिन्छ सुरुवाती दिनमा। एटलिस्ट के हुन्छ भनेदेखि भोलि केही परिहाल्यो भनेदेखि फलाना नेपाली छ भन्ने हुन्छ होइन। फलाना नेपालीले गरोस् नगरोस् आफ्नो ठाउँमा छ, त्यो ढुक्क महसुस चाहिँ आफूलाई भइरहेको छ कि होइन। सो त्यो चाहिन्छ। बट ट्राई इन्भल्भ योर सेल्फ इन्टु अदर ग्रुप्स होइन। किन पिपल फ्रम डिफ्रेन्ट पार्ट अफ द वर्ल्ड दे कम टु स्टडी इन स्विडेन होइन। कोही अरेबियन कन्ट्रीको विद्यार्थीहरू होला, कोही अफ्रिकनको होला, कोही ल्याटिन अमेरिकाको होला, कोही युरोपियन विद्यार्थीहरू नै होला होइन, इस्टर्न युरोपियनहरू। सो डिफ्रेन्ट ग्रुपहरूमा छिर्न खोज्नुहोस् कि सो द्याट यु क्यान बिल्ड द्याट कनेक्सन। अदरवाइज त्यहाँ भएको तपाईँको सिटीमा अलरेडी बसिराखेका 50जना नेपालीले अब 150जना नेपालीले त काम लाउन सक्दैनन्, हेर्नुहोस् होइन। सो नेटवर्क इज भेरी इम्पोर्टेन्ट टु फाइन्ड अ जब होइन। जुन हामी नेपालमा रुवावासी हुन्छ नि, हाम्रो नेटवर्क नभइकन, नेताको सिफारिस नभइकन जागिर खान पाइएन।
होइन, अथवा चाहिँ एक्सपिरियन्स नभइकन लिएन, एक्सपिरियन्स छ तसँग भनेर सोध्छ, सुरुमा म कहाँबाट एक्सपिरियन्स लिएर आउँ, होइन, इत्यादि कुराहरू छन्। यहाँ त्यहाँ झन् लागु हुन्छ यो कुरा ल। एक्सपिरियन्स एन्ड रेफरेन्स काउन्ट सो मच, बुझ्नुभयो? एज लङ एज यु डोन्ट ह्याभ स्किल्स, बट तपाईँ एकदमै एक्स्ट्रा अर्डिनरी हुनुहुन्छ, स्किल हुनुहुन्छ भनेदेखि नथिङ इज निडेड। त्यसैले ट्राई इन्भल्भ योर सेल्फ इन्टु डिफ्रेन्ट कम्युनिटिज अथवा डिफ्रेन्ट पिपल फ्रम अराउन्ड द वर्ल्ड, होइन, सो द्याट यु विल एक्चुली गेट द्याट एक्सपोजर अफ अब्रोड। के अब्रोड जाने भनेको चाहिँ सिम्पली होइन त्यहाँको डिग्री अक्वायर गर्न अथवा पिआर लिनको लागि होइन मेरो बुझाइमा। अब्रोड जाने भनेको त्यो एक्सपोजरको लागि हो, होइन। एन्ड इफ यु कन्टेन योर सेल्फ ओन्ली इन नेप्लिज अथवा साउथ एसियन कम्युनिटी, उही ठाउँ मात्र चेन्ज हुन्छ, हेर्नको लागि नयाँ कुरा देखिन्छ, होइन। अब गर्ने यही बालेन्द्र रविको कुरा, होइन, खाने यही दाल भात भए पछाडि अर्थ फरक आउँदैन केही पनि। सो तपाईँ अरू ग्रुपहरूमा इन्भल्भ हुन थाल्नु भइसके पछाडि यु विल गेट टु नो अबाउट लाइफस्टाइल, पिपल, इभन जब प्रोस्पेक्ट्स अफ योर फिल्ड अफ स्टडिज आफ्टर ग्रेजुएसन कुन पार्ट अफ द वर्ल्डमा के छ त भनेर, होइन, त्यसको लागि अब्रोड जाने हो। त्यसैले चाहिँ यो सुरुवाती 3 महिना चाहिँ यी कुराहरूमा प्रयोग गर्नुहोस् ल। र स्विडेन गए पछाडि त गर्ने हो, फाड्ने हो भनेर केही पनि नगरिकन बस्नुभएको छ भनेदेखि जति सकेको ब्याकअप प्लान गर्नुहोस्, होइन। मम्मी अथवा बाबा मलाई चाहिँ 1.5 महिनाको अथवा 2 महिना पुग्ने चाहिँ अथवा 2000 युरो दिनु, यति भए म गएर के नै गर्छु भनेर नभन्नुहोस्, किन भोलि तपाईँलाई उता गएर माग्न फेरि अप्ठ्यारो हुन्छ है। त्यसैले आफूसँग भयो, तपाईँले मानौ प्रशस्त ब्याकअप लिएर जानुभयो, उता गएर इन्स्ट्यान्टली जब पाउनुभयो फर इन्स्टान्स, होइन। सो उताको खर्च आफै बिहोर्न सक्नु हुनुभयो भनेदेखि त्यो लगेको पैसा त एनी टाइम फर्काउन सक्नुहुन्छ नि तपाईँले, है। त्यो कारणले गर्दा ब्याकअप पनि प्लान गर्नुहोस्, है। सो ब्याकअप पनि छैन, भाषा पनि छैन, स्किल पनि छैन, के पनि छैन, होइन। अनि यो के अरे यो जस्तो भएर ठप्प भएर बसेर त कसैले जब दिने होइन नि त, गाह्रो हुन्छ नि त, है। त्यसैले यी तयारीहरू चाहिँ एकदमै जरुरी हुन्छ ल। सो लेट अस कम टु द अर्को कुरा पनि म एड गर्छु, जस्तो अघि अनुष्का म्यामले बताउँदै हुनुहुन्थ्यो तपाईँहरूलाई यो अकोमोडेसन, एयरपोर्ट इत्यादिको बारेमा, है। म्यामले अलिक छिटो बोलिराख्नु भएको जस्तो लागेको थियो। सो मेरो विश्वास सबै तपाईँहरूले क्याच गर्न सक्नु भएन छ कि भन्ने लागिरहेको थियो मलाई। त्यो कारणले म 1-2टा इम्पोर्टेन्ट कुरा चाहिँ त्यसमा एड गर्छु। एयरपोर्ट वेल इन एडभान्स जानुहोस्, है। जेनरली इन्टरनेसनल नियम 3 घन्टा भन्ने छ क्या अरे, एप्रोक्स त्यस्तो जस्तो लाग्छ पनि। तपाईँको बोर्डिङ पास बन्नु पऱ्यो, भित्र जानु पऱ्यो, सेक्युरिटी चेक इन हुनु पऱ्यो, इमिग्रेसन चेक इन हुनु पऱ्यो इत्यादि, होइन। एन्ड मेक स्योर द्याट तपाईँले जस्तो यो पासपोर्ट, बोर्डिङ पास, एनओसी, एडमिसन लेटर, होइन, त्यसै गरी औषधिहरू बोकेको छ भने त्यसको प्रेसक्रिप्सनहरू, होइन, यी कुराहरू चाहिँ तपाईँको ह्यान्ड क्यारीमै होस्, तपाईँको एक्सेसमा होस्, एनी टाइम तपाईँले आवश्यक परेमा निकाल्न सक्नुहोस्, त्यो मेक स्योर गर्नुहोस्। र पासपोर्ट पनि हिँड्ने बेलामा चेक गर्नुहोस् ल। म 2 चोटि झुकेको छु, एकचोटि भाइको पासपोर्ट बोकेर गयो, एकचोटि एक्सपायर पासपोर्ट, है। अनि माथि इमिग्रेसनमा पुगिसके पछाडि थाहा पाएँ। सो आई ह्याड भेरी लिटल टाइम मेरो फ्लाइटभन्दा अगाडि, है। यो समस्याहरू तपाईँलाई नपरोस्, त्यो कारणले पासपोर्ट पनि राम्रोसँग चेक गरेर आफै हालेर लिएर जानु होला र एडभान्समा जानु, सो द्याट यी समस्याहरू भयो भनेदेखि वी हेभ टाइम टु के भन्ने सुधारिनको लागि, त्यसलाई गर्नको लागि समय हुन्छ, है। अनि अर्को कुरा चाहिँ जस्तो कुन एयरपोर्टमा जाने, यहाँबाट स्टकहोमको टिकट काट्ने कि गोथेनबर्गको काट्ने कि, होइन। अब कोही अर्को रिजनतिर हुनु होला, सानो सानो सिटीतिर, त्यहाँको टिकट काट्ने कि सानो सिटीहरूको टिकट त पाइन्छ, बट महँगो पर्न जान्छ कि तपाईँहरूलाई। यहीँबाट फ्लाइटमै जानु खोज्नुभयो, फर इक्जाम्पल भ्याखो, होइन, दिनेश युनिभर्सिटी कोही जाँदैन हुन्छ, भ्याखो तपाईँ फ्लाइटमै जानु खोज्नु, फ्लाइट पाउँछ, होइन, बट महँगो परिदिन्छ, होइन। अथवा फर इक्जाम्पल खोप्देमा पनि चाहिँ एयरपोर्ट छ, होइन। सो यहीँबाट खोप्देको टिकट काट्छ भने पनि पाइन्छ, बट तपाईँहरूलाई एक्सपेन्सिभ परिदिन्छ, लेन्दी परिदिन्छ, है। त्यसैले स्विडेन पढ्न जाने विद्यार्थीहरूको लागि 3वटा मेन इम्पोर्टेन्ट एयरपोर्टहरू छन्, होइन। सो अधिकांश विद्यार्थीहरू कोपेनहेगन जाँदा हुन्छ, है। कोपेनहेगन इज मोर इन्टरनेसनल एयरपोर्ट देन स्टकहोम एयरपोर्ट, एउटा कुरा। त्यसैले फ्लाइटहरू अलिक चिपर पाइन्छ कम्पेरिटिभली, है। अनि अर्को कुरा चाहिँ कोपेनहेगनबाट चाहिँ मेजोरिटी अफ स्विडिस सिटिजहरू जहाँ तपाईँहरू पढ्न जाँदै हुनुहुन्छ त्यो नजिकै पर्छ। फर इक्जाम्पल खोप्दे, हाम्स्टा, सालमर्स अथवा गोथेनबर्ग, ट्रोल्याटन, होइन, भ्याखो लिनेस पढ्न जानेको कन्टेक्स्टमा, बिटिएच, होइन, कार्लस्क्रोना। सो यी सबै रिजनहरू चाहिँ कोपेनहेगनबाट नजिकै पर्छ। कोपेनहेगनबाट समथिङ बिट्विन
2.5 घन्टादेखि 3.5 घन्टाको डिस्टेन्समा पर्छ है। सो उता ट्राभल गर्नलाई ट्रेन टिकट पनि सस्तो पर्यो हैन, र ट्राभल डिस्टेन्स पनि नजिकै भयो है। एन्ड दोज स्टुडेन्ट्स हु आर गोइङ टु स्टकहोम अथवा सराउन्डिङ सिटी टु स्टडी, उहाँहरूले स्टकहोम आर्लान्डा एयरपोर्टकै टिकट काट्दाखेरि हुन्छ। फर इक्जाम्पल दोज स्टुडेन्ट गोइङ टु स्टडी एट उपसाला युनिभर्सिटी हैन, अथवा मालाडालन युनिभर्सिटी जुन भास्तरासमा पर्छ हैन। स्टकहोम आफैमा पनि युनिभर्सिटीहरू छन् केही, त्यहाँ पढ्न जानुहुने विद्यार्थीहरू, लिङ्कोपिङ पढ्न जाने विद्यार्थीहरू हैन, त्यसै गरी डलार्ना युनिभर्सिटी पढ्न जाने विद्यार्थीहरू, उहाँहरूले चाहिँ स्टकहोमको टिकट लिनु हुँदाखेरि हुन्छ ल। यहाँबाट चाहिँ तपाईँहरूको जुन जुन सिटी भए पनि 1-2 घन्टाको डिस्टेन्समा छ युनिभर्सिटीहरू है। अनि अर्को चाहिँ गोथेनबर्ग आफैमा पनि इन्टरनेसनल एयरपोर्ट छ हैन। सो होइन म कता कोपेनहेगन कता स्टकहोम सिधै गोथेनबर्ग जान्छु भन्नुहुन्छ भने पनि गुड, बट लाइक मेबी कोपेनहेगनको भन्दा गोथेनबर्गको फ्लाइट टिकटहरू महँगो छ हैन। त्यो कम्पेयर गर्नुहोस्, स्लाइट डिफ्रेन्स रहेछ भनेदेखि गोथेनबर्गकै लिँदा पनि भयो। अब अलिकति भास्ट डिफ्रेन्स छ भनेदेखि इट्स वाइजर टु गो टु कोपेनहेगन एन्ड टेक ट्रेन फ्रम दियर ल। कारण गोथेनबर्गको एयरपोर्ट आफै पनि गोथेनबर्ग सेन्ट्रलबाट 40-45 मिनटकै डिस्टेन्समा छ है। युजली यो एयरपोर्टहरू आउट अफ द सिटी नै हुन्छ हैन, त्यो छ। त्यसैले गोथेनबर्गमै टिकट लिनुपर्छ भन्ने छैन, तपाईँहरूले कोपेनहेगनको लिनु हुँदा पनि हुन्छ ल। अनि अर्को कन्सर्न अघि मलाई 1-2 जना भाइहरूले बाहिर पनि सोध्दै हुनुहुन्थ्यो कि म कोपेनहेगन जान मिल्छ त भनेर हैन। मेरो त स्विडेनको भिजा हैन, कोपेनहेगन त डेनमार्कमा पर्छ है। सो एम आई अलाउड भन्ने है, अथवा उहाँ भाइले हो हैन, म एक दिन हल्ट गर्न चाहन्छु, उतै कोपेनहेगन बस्न चाहन्छु, मैले पाउँछु भन्ने कुराहरू छ हैन। तपाईँले कोपेनहेगन मात्रै हैन, सेन्जेन जोन जहाँसुकै पनि इन्ट्री लिन पाउनुहुन्छ ल। तपाईँ म पहिला चाहिँ फ्रान्स पेरिस गएर चाहिँ आइफिल टावर घुम्छु अथवा पेरिस घुम्छु 2-4 दिन, त्यस पछाडि म स्विडेन जान्छु भने पनि पाउनुहुन्छ ल, केही पनि समस्या हुँदैन है। सो इन रिगार्ड्स टु कोपेनहेगन दे अलरेडी नो कि स्विडेनको यो साउथ इस्ट रिजनमा आउने ट्राभलरहरू प्रायः कोपेनहेगन थ्रो नै आउने हो नि उनीहरूलाई पनि थाहा छ ल। र कोपेनहेगनको एयरपोर्ट किन पनि म रिकमेन्ड गर्छु भने कोपेनहेगन एयरपोर्टबाट ट्रान्सपोर्टेसन सजिलो छ कि एयरपोर्टबाट चाहिँ तपाईँ सिधै तल ट्रेन स्टेसन छ हैन, त्यहाँबाट सबैतिर जाने ट्रेनहरू पाइन्छ है। त्यसैले इट्स इजियर। युजली कोपेनहेगनको एयरपोर्ट चाहिँ नेपालको जस्तै सेन्ट्रल सिटीमा छ, अदरवाइज युजली आउटस्कर्टमा हुन्छ, त्यो चाहिँ सेन्ट्रल सिटीमा भएको हुनाले सजिलो छ ल। सो पोसिबली अधिकांश तपाईँहरूमध्येको अधिकांशको टिकट कोपेनहेगनकै हुन्छ होला ल, त्यही अनुसारले बुझ्नुहोस्। अनि म्यामले अर्को भन्नुभएको कुरा थियो एउटा कि अकोमोडेसनको इन्सपेक्सन गर्नुहोस् जाने बित्तिकै भनेर है। यहाँ के हुन्छ भनेदेखि नि नयाँ भनेको नयाँ हो, बुझ्नुभयो हैन, सफा भनेको सफा हो, अलिकति यहाँनिर यति कन्सिडर हुन्छ भन्ने छैन है। सो तपाईँले अकोमोडेसनमा इन्ट्री लिँदा जस्तो स्टेजमा अकोमोडेसन छ, तपाईँको अपार्टमेन्ट छ, तपाईँले त्यही स्टेजमा ह्यान्डओभर गर्नुपर्ने हुन्छ है। त्यो गर्नु भएन भनेदेखि दे विल फाइन यु। द्याट इज द रिजन तपाईँको इनिसियल डिपोजिटहरू राखेको छ नि, रिफन्डेबल डिपोजिटहरू, त्यो कारण हो है। त्यसैले मेक स्योर तपाईँले चाहिँ अकोमोडेसनमा अपार्टमेन्टमा त्यस्तो केही हित्ता कोर्ने अथवा कतै फुटाउने अथवा कतै के यति त देख्दैन होला भनेर तपाईँले नसोच्नुहोस् ल, देख्छन् है उनीहरूले प्रपरली। तपाईँ यसरी आँखाले हेर्दा नदेख्ने पनि चित्तैले यहाँनिर बिगारिछ भनेर फाइन तिराएको थियो मलाई है। त्यो कारणले त्यो चाहिँ सुरुमै त्यस्तै केही देख्नुभयो भनेदेखि सुरुमै फोटो भिडियो बनाएर राख्नुहोस् हैन, सो द्याट पछि ओके तेरो त अलरेडी म आउँदैखेरि यस्तो थियो भन्नु पाउनुहुन्छ है। यही हो, लेट अस स्टार्ट विथ द रिमेनिङ प्रेजेन्टेसन नाउ। सो बेसिक सपिङ इन स्विडेन। अर्को मेरो बुझाइ के हो भनेदेखि नि यो अब्रोड अध्ययनलाई जाँदाखेरि नि फर्स्ट मन्थ भनेको एकदमै एक्सपेन्डिचर हुन्छ, हामीलाई पत्तै हुँदैन पैसा खर्च भएको है। कारण हाम्रो सपिङ ह्याबिट हुँदैन हैन, अथवा चाहिँ कुन सामान कता सस्तो पाइन्छ भन्ने कुराहरू थाहा हुँदैन है। यहाँ ग्रोसरिजदेखि लिएर धेरै कुराहरूमा चाहिँ सेल्सहरू लागिरहेको हुन्छ, अथवा चाहिँ स्टुडेन्ट डिस्काउन्टहरू पनि हुन्छ कतिपय ठाउँमा। ती सबै कुराहरू बुझ्नलाई समय लाग्ने भएको हुनाले र नयाँ ठाउँ हैन, नयाँ इन्भाइरोमेन्ट, अकाउन्टमा अथवा खल्तीमा पैसा पनि हुन्छ अनि पैसा खर्च भएको पत्तो हुँदैन है। त्यसैले फर्स्ट मन्थमा त्यति हौसेर पैसा खर्च नगर्नुहोस् सकभर है। अनि र यो सपिङको लागि चाहिँ त्यस्तो ग्रोसरी सपिङको लागि कुप हैन, अथवा आइसिए अथवा लिडल हैन, दिज आर द मेन स्टोर्स
फर ग्रोसरी सपिङ होइन। अनि अब कुनै प्रडक्टहरू कुपमा सस्तो हुनसक्छ, कुनै प्रडक्टहरू लिडलमा सस्तो हुनसक्छ, कुनै प्रडक्टहरू चाहिँ अर्को विलिजमा सस्तो हुनसक्ला होइन। त्यसैले त्यो यो ग्रोसरीको न्युज लेटरहरू क्या होइन, त्यो ब्रोसरहरू त्यो चाहिँ भोलिको दिनमा तपाईँहरूको अकोमोडेसनमा पनि ल्याएर दिन्छ, फालिदिन्छन् होइन। सो त्यो यसो पल्टाउने बानी राख्नुहोस्, सो द्याट मेबी यु क्यान सेभ एप्रोक्स अबोभ 30% इन ग्रोसरिज। बुझ्नुभयो? त्यो गर्नुभयो भनेदेखि ल। अनि त्यसै गरी होम इसेन्सियल्स, अब अघि प्रकृति म्यामले चाहिँ बेसिक किचनको आइटम्सहरू चाहिँ लिएर जाँदा पनि ठिक हुन्छ यहाँबाट भनेर सजेस्ट गर्नुभएको छ। म पनि त्यही नै गर्छु कि प्रेसर कुकर र फ्राइङ प्यान एउटा सम्भव भएसम्म बोकेर जानुहोस्, अथवा कोही ग्रुपमा जाँदै हुनुहुन्छ, एउटै अकोमोडेसनमा जाँदै हुनुहुन्छ भनेदेखि मिलेर त्यसरी गर्नुहोस् होइन। अनि यहाँदेखि अब आई डोन्ट नो, इट्स अप टु यु, स्पेस हुन्छ भनेदेखि कप प्लेट काँटा चम्मच इत्यादिहरू लाँदा भयो होइन। हुँदैन भनेदेखि ती कुराहरू उतै पनि पाइन्छ ल, सस्तो पाइन्छ। जस्तै आइकिया भनेको वर्ल्डको सबैभन्दा लार्जेस्ट फर्निचर हब हो होइन। खासमा स्विडेन धनी बनाएकै आइकियाले हो, अथवा स्विडेनको बेस बसाएकै होइन। सो यो आइकियामा चाहिँ स्टुडेन्ट प्याकेजहरू पनि पाइन्छ है, सस्तैमै पाइन्छ ल। बट अब सेयर्ड किचनमा जानुभएको छ भनेदेखि यो समस्याहरू नहोला। सेयर्ड किचनमा अलरेडी युटेन्सिल्सहरू इक्विप्ड हुन्छ, केही लानै पर्दैन होइन। बट अब इन्डिभिजुअल रुमहरूमा जानुभएको छ भनेदेखि यी बेसिक कुराहरू चाहिँ लिएर जानुहोस्। सामानहरू के अरे मार्केट प्लेसमा फेसबुकको धेरै सस्तोमा पाइन्छ सेकेन्ड ह्यान्ड सामानहरू। यहाँ के ट्रेन्ड हुन्छ भनेदेखि नर्दर्न युरोपियन दे आर रिच पिपल होइन, दे हेभ भेरी गुड मन्थली वेजेस है। सो यिनीहरू अकोमोडेसन सर्दाखेरि प्रायः सामान छोडिदिएर जान्छन् है। उनीहरूलाई त्यो बोकेर लिएर गएर उ गर्नुभन्दा अर्को किन्नै सस्तो हुन्छ। अथवा मान्छेको हुन्छ नि, दे हेभ मनी होइन। अब कतिजनाले चाहिँ एउटै सोफामा म 4 वर्षदेखि बसिरहेको, चेन्ज गर्नु मन लाग्ला गर्ला होइन। सो यतिकै पनि फालिदिरहेको हुन्छ यिनीहरूले ल। त्यो भयो, तर त्यो फालेको सामानहरू चाहिँ विचार गर्नुहोस्, उडुस परेको हुनसक्छ। अर्को नेक्स्ट स्लाइड सर। हेल्थ इन्सुरेन्स। हेल्थ इन्सुरेन्स पनि जस्तो विद्यार्थीहरूको हेल्थ इन्सुरेन्स चाहिँ अटोमेटिकली कभर्ड हुन्छ। स्विडिस फास्ट इन्सुरेन्स जुन पब्लिक इन्सुरेन्स हो त्यसले चाहिँ अटोमेटिकली तपाईँहरूको कभर्ड हुन्छ। त्यो गर्ने काम युनिभर्सिटीले गरिदिइसकेको हुन्छ होइन। वान्स यु पे ट्युसन फिज होइन, दे विल रिपोर्ट टु द अथोरिटिज, रिक्वायर्ड अथोरिटिज, एन्ड तपाईँ अलरेडी त्यो सिस्टममा बसिसकेको हुन्छ होइन। सो हेल्थ इन्सुरेन्स इज फुली कभर्ड इन रिगार्ड्स टु स्टुडेन्ट्स होइन। अल्सो इन रिगार्ड्स टु डिपेन्डेन्ट्स होइन, अथवा स्पाउसेस हु आर अकम्पनाइङ स्टुडेन्ट्स होइन, उहाँहरूको पनि के अरे 2 इयरको प्रोग्राममा भिजा अप्लाई गरेर जानुभएको विद्यार्थीहरू हुनुहुन्छ, अथवा जसको भिजा चाहिँ 1 इयरभन्दा बढी छ भनेदेखि उहाँको फ्यामिली मेम्बरको पनि चाहिँ इन्सुरेन्स कभर्ड हुन्छ, स्पाउसको, बच्चाको इत्यादिको होइन। यदि कोही चाहिँ कपल जाँदै हुनुहुन्छ, 1 इयर डिग्री प्रोग्राममा जाँदै हुनुहुन्छ भनेदेखि पोसिबली तपाईँहरूको भिजा 11 महिनाको लागि मात्रै दिएको हुन्छ, 10 देखि 11 महिनाको लागि होइन। द्याट मिन्स यु कान्ट अप्लाई फर पर्सन नम्बर होइन। पर्सन नम्बर नभइसके पछाडि होइन, यु विल नट बी इन्टरटेन्ड विथ पब्लिक हेल्थ इन्सुरेन्स। यु विल हेभ टु बाई इन्सुरेन्स एट वन। इन्सुरेन्स सस्तैमा पाइन्छ, त्यस्तो महँगो पर्दैन है। यहीँबाट जाँदै इन्सुरेन्सकै कारणले कतै रोग नि देखा भन्ने चाहिँ हुँदैन होइन। बट उता गइसके पछाडि जेसुकै पनि पर्न सक्ला होइन। भोलि चाहिँ सानो उपचारको लागि पनि ठुलो खर्च आउँछ त्यहाँ। त्यसैले चाहिँ इन्सुरेन्स गर्नुहोस्। यदि कोही 1 इयरभन्दा कम स्टडी ड्युरेसनको लागि जानुभएको छ, विथ बच्चा स्पाउस जानुभएको छ भने बच्चा र स्पाउसको चाहिँ इन्सुरेन्स गरिदिनु पऱ्यो ल। अदर देन द्याट इन्सुरेन्स कभर्ड हुन्छ। नेक्स्ट बिरामी भयो भनेदेखि के गर्ने त स्विडेनमा होइन। फर्स्ट त तपाईँले केही बुझ्नुभएको छैन, कहाँ जाने, के गर्ने, कसलाई सोध्ने भनेदेखि यु विल हेभ टु कन्ट्याक्ट टु यर इन्टरनेसनल अफिस, दे विल बी गाइडिङ यु होइन। अनि कतिपय युनिभर्सिटीहरूको यो आफ्नै चाहिँ बेसिक नर्सिङ सेन्टरहरू पनि हुन्छ, सानोतिनो इत्यादिको लागि त्यही पनि पठाउँछन् होइन। अदरवाइज चाहिँ अब यहाँ हाम्रो के हुन्छ अरे वडा गाविस इत्यादिमा हेल्थ पोस्ट भन्छ नि होइन, हो हेल्थ पोस्ट जस्तै चाहिँ त्यो हरेक कम्युनमा हुन्छ होइन।
त्यहाँ गएर चाहिँ तपाईँले चेकअप गर्न सक्नुहुन्छ अथवा चाहिँ यु क्यान इन्क्वायर देम भाया दिस नम्बर 1177 होइन 1177मा कल गरेर चाहिँ होइन तपाईँले आफ्नो पर्सन नम्बर बताउनु भइसके पछाडि दे विल प्रोभाइड यु विथ अपोइन्टमेन्ट विथ द फिजिसियन फर्स्ट होइन अनि जेनरल फिजिसियनले पहिला चेकअप गर्छ उसले केही इस्युहरू देख्यो भनेदेखि अनि मात्रै चाहिँ तपाईँलाई स्पेसलिस्टहरूतिर फरवर्ड गर्छ अदरवाइज दे विल सल्भ इन देयर वान्ट होइन इन रिगार्ड टु कस्ट 900 स्विडिश क्रोनरसम्मको खर्च मेडिकल खर्च चाहिँ हामी आफैले बिहोर्नुपर्ने हुन्छ है र खर्च त्योभन्दा बढी एक्सिड भयो भनेदेखि के पनि पे गर्नु पर्दैन त्यो चाहिँ सबै चाहिँ इन्सुरेन्सले कभर गर्छ है बट 900 स्विडिश क्रोनरसम्मको मेडिकल खर्च चाहिँ हामी आफैले पे गर्नुपर्ने हुन्छ त्यसै गरी ल्याङ्ग्वेजको कुरा अघि पनि मैले गरेँ तिनै कुराहरू हो ल्याङ्ग्वेज फ्री अफ कस्ट पढाउँछ विद्यार्थीहरूलाई युनिभर्सिटीले 30 क्रेडिटको कोर्स पढाउँछ खासमा होइन त्योभन्दा बढी डेप्थमा पढाउँदैन युनिभर्सिटीहरूले उनीहरूले A1 लेभल मात्रै पढाउँछ होइन बट कम्युनले चाहिँ C2 लेभलसम्मै पढाउँछ टु द डेप्थ होइन एन्ड द्याट इज फ्री अफ कस्ट बोथ फर स्टुडेन्ट एन्ड देयर स्पाउसेस होइन र मेरो सल्लाह के हुन्छ भनेदेखि तपाईँहरू साँच्चै स्विडेनमा गएर जिन्दगी बनाउने अथवा उतै सेटल हुने होइन उतै घरबार गर्ने इत्यादि अधिकांशको मोटिभ त्यही नै हुनुपर्छ मलाई जहाँसम्म लाग्छ त्यो मोटिभ हो भनेदेखि यु विल ह्याभ टु स्टार्ट वर्किङ फर द्याट फ्रम द भेरी फर्स्ट डे है अब यहाँ के कतिले सिक्नुभयो उहाँहरूलाई धेरै सजिलो लाग्छ भोलि उता गएर सिक्नको लागि बिकज दे विल फिल नोन होइन दे विल फिल लाइक म त जान्ने छु अमङ द क्लास पिपल इन द क्लास होइन सो अटोमेटिकली ऊ अगाडि बढ्दै जान्छ कि उसलाई सजिलो हुन्छ धेरै सो हाम्रो पनि उद्देश्य त्यही थियो कि एटलिस्ट केही बेसिक सिकेर जानुहोस् सो द्याट तपाईँहरूलाई नोन जस्तो फिल होस् ल्याङ्ग्वेज क्लास लिँदाखेरि होइन र चाहिँ चाँडो सिक्नुहोस् भन्ने उद्देश्यले यो क्लास राखिएको थियो यो विश्वासले होइन कि यहीँबाट फ्लुएन्ट भएर जालान् सबैजना भनेर त्यो मलाई आश थिएन हेर्नुहोस् है सो उता गइसके पछाडि पनि होइन ल्याङ्ग्वेज अनिवार्य जोइन गर्नुहोस् भन्ने मेरो सल्लाह अदरवाइज तपाईँलाई ट्रस्ट बी तपाईँले इनिसियल 6 मन्थमा ल्याङ्ग्वेज जोइन गर्नु भएन भनेदेखि 90% अफ यु विल नट बी जोइनिङ स्विडिस ल्याङ्ग्वेज क्लास फर नेक्स्ट 5 इयर्स ल यो तय भएको कुरा हो है त्यसैले यो इनिसियल डेजमा चाहिँ ल्याङ्ग्वेज जोइन गर्नु अनिवार्य छ भनेर बुझ्नुहोस् जोइन गर्नुहोस् र स्विडिस भनेको वान अफ द इजिएस्ट ल्याङ्ग्वेज टु लर्न हो होइन इट्स नट टफ लाइक फिनिस अथवा चाहिँ नट टफ लाइक जर्मन अथवा फ्रेन्च होइन जस्तो स्पेनिस आई थिङ्क तपाईँहरूमध्ये कतिपयलाई स्पेनिस ल्याङ्ग्वेज नेपालमा पनि पढाइ हुन्छ थाहा होला होइन स्पेनिस इज वान अफ द इजिएस्ट ल्याङ्ग्वेज टु लर्न सेम अप्लाइज विथ स्विडिस ल सुरुवाती दिनमा अलिकति अनौठो लाग्न सक्ला होइन उनीहरूको प्रोनाउन्सिएसनहरू अदरवाइज इङ्ग्लिसमा एडिसनल 3वटा अल्फाबेट हो द्याट इज इट होइन सो इट्स प्रिटी इजियर टु लर्न मेरो बुझाइ के हो भनेदेखि 3 महिना डेडिकेटेड भएर कसैले सिक्छ भनेदेखि दे क्यान इजिली डेभलप बेसिक फ्लुएन्सी कि इजिली बुझ्नुभयो है अथवा 3 महिना चाहिँ अबोभ एभरेजसँग सिक्नुभयो भनेदेखि पनि यु क्यान डेभलप बेसिक फ्लुएन्सी कि बेसिक फ्लुएन्सी डेभलप भइसके पछाडि चाहिँ अटोमेटिकली त्यो ल्याङ्ग्वेज ग्रोथ हुन्छ ल एन्ड थिङ्स विल बिकम इजियर आफ्टर द्याट त्यसैले यो अनिवार्य छ र इम्पोर्टेन्ट छ भन्ने कुरा बुझिदिनु होला है नेक्स्ट सर सो डिस्काउन्टहरू पनि पाइन्छ स्विडेनमा विद्यार्थीहरूले होइन जस्तो कतिपय रिजनहरूमा चाहिँ मेबी यहाँ सङ्घीय प्रणाली छ नेपालमा अहिले छ नि सङ्घ त्यस्तै होइन सो जस्तो ब्लेकिङ्गे इन्स्टिट्युट अफ टेक्नोलोजी कोही पढ्न जाँदै हुनुहुन्छ भनेदेखि मेबी कार्लस्क्रोना रिजनको लागि ट्रान्सपोर्टेसन फ्री गरिदिएको हुनसक्ला विद्यार्थीहरूलाई होइन द्याट डिपेन्ड्स अपन युनिभर्सिटिज र उनीहरूको लोकल कम्युनिटीसँग कसरी समन्वय भएको छ त्यसमा डिपेन्ड गर्छ नट अप्लाइज टु अल युनिभर्सिटिज बट केही युनिभर्सिटीहरूमा यो पनि प्रावधान हुनसक्छ त्यो इन्टरनेसनल अफिसमा बुझ्नु होला होइन सो त्यसै गरी डिस्काउन्टहरू चाहिँ इभन इन फ्लाइट टिकट्स पनि डिस्काउन्ट छ त्यसमा पनि एजको कुराहरू चाहिँ छ विद्यार्थी मात्रै भएर भएन होइन तपाईँहरू बिलो यति एजको हुनुपर्छ भन्ने रिक्वायरमेन्ट छ त्यो हुँदाखेरि चाहिँ इभन फ्लाइट टिकटहरूमा पनि डिस्काउन्ट छ है सो अरू चाहिँ ट्रेन टिकटहरूमा पनि डिस्काउन्ट छ त्यसै गरी स्पोर्ट्स क्लबहरू होइन अनि इभन यो स्यामसङ एप्पलको डिभाइसेसहरू किन्दा त्यसमा पनि केही डिस्काउन्टको अप्सन्सहरू हुन्छ नोमिनल भए पनि सो वाट आर द डिस्काउन्ट्स अभाइलेबल तपाईँहरूले सम्भव भएसम्म युनिभर्सिटीको पनि ओरिएन्टेसन क्लासहरू जोइन गर्नुहोस् त्यो भ्याउने गरी जानुहोस् है सम्भव हुनेहरूले किन ओरिएन्टेसनमा पनि यी सबै कुराहरू उनीहरूले ब्रिफ गर्छ है
सो ओरिएन्टेसनमा जानु किन अनिवार्य हुन्छ भनेदेखि मेरो बुझाइमा चाहिँ किन सबैजना नयाँ हुन्छ कि त्यो दिन है, सबैजना नयाँ हुन्छ, सबैजनाले नयाँ साथी बनाउन खोजिरहेको हुन्छ हेर्नुहोस् होइन। सो द्याट यु क्यान मेक यर ग्रुप, यु क्यान मेक यर फ्रेन्ड्स होइन। अदरवाइज तपाईँ लेट्स से ओरिएन्टेसन सुरु भयो त्यसको हप्ता दिन पछाडि पुग्नु भयो भनेदेखि सबै आफू साथी बनिसकेको हुन्छ नि, तपाईँ एक्लै पर्नुहुन्छ होइन, अनि सधैँ पछाडि परिराखिन्छ है। त्यो कारणले पनि ओरिएन्टेसन चाहिँ भ्याएसम्म सम्भव भएसम्म चाहिँ भ्याउनुहोस् भन्ने सजेसन हुन्छ मेरो। र यी कुराहरू त्यसमा पनि ब्रिफ गरिएको हुन्छ, के बुझ्नु पऱ्यो भनेदेखि यु क्यान कन्सल्ट इन्टरनेसनल अफिस अफ कोर्स। नेक्स्ट छ क्लाइमेट होइन। अब स्विडेन चाहिँ नर्दर्न युरोपमा पर्ने देश हो, नर्थ पोलमा पर्ने देश हो होइन। अफकोर्स दे हेभ भेरी लङ एन्ड फ्रिजिङ विन्टर्स होइन, एन्ड विन्टर्स आर हार्स होइन। अनि त्यो हिउँ यसो त्यो हामीलाई कहिलेकाहीँ कालिम्पोङ जाँदा अथवा यहाँ चन्द्रगिरीमा पर्दा यसो 1-2 घन्टा गएर खेल्नलाई रमाइलो हो हेर्नुहोस् होइन। नन स्टप चाहिँ 4 महिना 5 महिना 3 महिना 6 महिना हिउँ पर्न थालिसके पछाडि होइन त्यही बिजोग लाग्न थाल्छ होइन। सो दे हेभ भेरी लङ एन्ड फ्रिजिङ विन्टर्स। अहिले पछिल्लो समयमा बिकज अफ द क्लाइमेट चेन्ज आई बिलिभ होइन कि यिनीहरूको विन्टर सर्टेन भएको छ। जस्तो आजभन्दा 10, 11, 12 वर्ष अगाडि हेर्नुहुन्छ भने युजली सेप्टेम्बर एन्ड अथवा अक्टोबर मिडसम्म विन्टर सुरु भइसक्थ्यो होइन। अब अहिले अक्टोबरमा पनि अटमको फिलिङ हुन्छ त्यहाँनिर है, अक्टोबरमा पनि चाहिँ सर्टमा हिँड्न सकिन्छ है। द्याट मिन्स विन्टर पछाडि सरेको छ। युजली नोभेम्बर अनवर्ड्स मात्रै हिउँ पर्न थालेको छ आजकल है, अथवा कुनै साल त हिउँ पनि परेको छैन नर्दर्न युरोपमा है। बट यो साल परेको थियो होइन, यो साल चाँडैबाट सुरु भएको थियो, लामो जान्छ भन्ने कुरा छ है। सो विन्टर चाहिँ लामो हुन्छ, अक्टोबरलाई अटम भनिन्छ भन्नलाई होइन, बट अब एक्चुअल विन्टर नोभेम्बरबाट सुरु हुन्छ एन्ड द्याट विल लास्ट अन्टिल मेबी अप्रिल एन्ड मेसम्म पनि विन्टर नै रहन्छ, मेको 1st-2nd विकसम्म पनि होइन। भन्नलाई अप्रिल र मे स्प्रिङ भन्छ, बट अब हिउँ परिरहेको हुन्छ कसरी स्प्रिङ भन्ने है। सो दे आर भेरी लङ एन्ड फ्रिजिङ विन्टर। त्यसैले जाडोको कपडाहरू चाहिँ होइन डाउन ज्याकेटहरू बोक्नुहोस्, यो नर्मल ज्याकेटले काम गर्दैन है। त्यसै गरी जुत्ता सुजहरू चाहिँ अलिक मोटो सोल भएको, यो सुजहरू हिउँ स्नोमा तपाईँ खाली खुट्टा हिँडेको जस्तै हो, यसले कामै दिँदैन है। त्यसैले त्यो मोटो सोल भएको जुत्ताहरू, अनि त्यसै गरी ज्याकेट होइन, अनि ग्लोभ्स मफलर्स जस विन्टरको सामानहरू चाहिँ लिएर जानु होला ल यहाँबाट, क्लोदिङहरू स्पेसली। अनि दे हेभ सर्ट समर्स होइन। अब समर हुन त मेदेखि समर भन्छ, बट एक्चुअल समर जुनबाट सुरु हुन्छ, जुन जुलाई अगस्त एन्ड मेबी सेप्टेम्बर 1st-2nd विकसम्म चाहिँ समर नै रहन्छ। समर भनेर एकदमै अवधि गर्मी त्यस्तो हुँदैन, 20-21-22 डिग्रीलाई समर भन्छन् यहाँनिर होइन। सो समरको बेलामा पनि विन्ड चिटर बोकेर हिँड्न पनि जरुरी हुन्छ समटाइम्स ल। कति बेला चाहिँ बादल लाग्यो भनेदेखि तुरुन्तै चिसो भइहाल्छ है। त्यसैले दे हेभ लङ विन्टर एन्ड सर्ट समर्स। हुनलाई 4वटा सिजन छ होइन स्विडेनमा, रेनी पनि भन्छ होइन, बट एक्चुअल हामीले फिल गर्ने चाहिँ 2वटा हुन्छ ल, विन्टर समर, अनि अथवा अटम पनि फिल गरिन्छ अलिकति। रेनी चाहिँ अब खासै मैले चाहिँ फिल गरिनँ है। त्यो हुनाले विन्टरको क्लोदिङहरू चाहिँ यहाँबाट लिएर जानुहोस् भन्ने मेरो सजेसन होइन। उता गएर मेबी महँगो पर्ला तपाईँहरूलाई किन्नलाई, किन स्विडेन इज भेरी एक्सपेन्सिभ प्लेस टु लिभ इन है। बट अब यसो चिसो हुने भनेको रोडमा हिँड्दाखेरि भयो, अदर देन द्याट इन यर युनिभर्सिटी अथवा घर अथवा बस अथवा ट्रेन अथवा सपिङ सेन्टर जहाँसुकै गए पनि रुम टेम्परेचर मेन्टेन हुन्छ एभ्रिवेयर। सो बाटोमा हिँड्दाखेरि चाहिँ चिसो हुने भयो होइन, बट स्टिल ज्याकेटहरू विन्टरको क्लोदिङहरू चाहिँ राम्रो व्यवस्था गरेर जानु होला। नेक्स्ट, एन्ड दिज आर द इसेन्सियल एप्स द्याट यु क्यान डाउनलोड होइन। यी मध्ये कतिपय त म्याक्सिमम चाहिँ यो ट्राफिक एडहरू नै छ, ट्रान्सपोर्टेसन एपहरू नै छ, ट्रान्सपोर्टेसनको एपहरू होइन। अब यहाँ चाहिँ ट्रेनको ट्रान्सपोर्टेसन सबैभन्दा पपुलर छ होइन। युरोप इज वेल कनेक्टेड विथ ट्रेन्स होइन। सेन्ट्रल युरोपमा तपाईँ चाहिँ जहाँसुकै पनि ट्रेनबाट पुग्न सक्नुहुन्छ। द्याट इज द चिपेस्ट एन्ड इजिएस्ट एन्ड कम्फर्टेबल मिडियम अफ ट्रान्सपोर्टेसन है।
बट अब टिकटहरू पनि चाहिँ अलि एडभान्समा बुकिङहरू गर्दा कतैजनालाई मेबी सस्तो पर जान्छ है। त्यसको लागि एसजे भन्ने यो एप छ, यो डाउनलोड गर्नु हुँदाखेरि हुन्छ। त्यसै गरी अब यो सिटी पिच्छेको एपहरू पनि होला यहाँ, जस्तो त्यो स्काने ट्राफिकेन भन्ने माल्मोको लागि युज हुने एप हो, माल्मो भन्ने सिटीको लागि होइन। आफ्नो सिटी पिच्छेको अर्को पनि होला, बट यो एसजे भन्ने युनिभर्सल छ। अर्को चाहिँ बसको ट्रान्सपोर्टेसन धेरै सस्तो छ है। यदि लेट्से स्टक अथवा गोथेनबर्गबाट चाहिँ लेट्से म हेलसिङ्की घुम्न जानु पऱ्यो भन्ने लाग्यो भनेदेखि मेबी यु क्यान पर्चेज बस टिकट होइन। अलिकति ट्रेनमा भन्दा बढी समय लाग्छ बसको ट्रान्सपोर्टेसन, बट एडभान्समा किन्नुभयो भनेदेखि इट्स प्रिटी चिप है, धेरै नै सस्तो पर्छ। सिमिलरली इन टर्म्स अफ फ्लाइट्स, यदि भोलि उता गएर कतै इन्टर युरोप ट्राभल गर्नुपर्दा तपाईँहरूले यदि लगेज धेरै छैन भनेदेखि आई थिङ्क रायन एयर द्याट इज द चिपेस्ट एयरलाइन्स अभाइलेबल इन युरोप होइन। उसको फेयरहरू समटाइम्स तपाईँको 8-10 युरोमै पनि पेरिस जाने अथवा बर्लिन जाने होइन, अथवा चाहिँ कहाँ जाने टिकटहरू पाउनुहुन्छ ल। द्याट डिपेन्ड्स। अब पपुलर सिटीहरूको यो अर्कै समन्वय छ, यसमा भन्न थाल्यो भने मैले लामो कुरा हुन्छ। बट उनीहरूको मेजर डेस्टिनेसनहरू, रायनएयरको मेजर डेस्टिनेसनहरूमा जाँदाखेरि चाहिँ धेरै सस्तो टिकटहरू पाइन्छ। सो फाइनल टिप्स त्यही नै हो होइन। फाइनल टिप्स चाहिँ अब अघि भनेको जस्तै ह्यान्ड ब्यागेजमा अथवा तपाईँको एक्सेसमा चाहिन सक्ने डकुमेन्टहरू चाहिँ लगेजमा नराख्नुहोस् होइन। त्यो चाहिँ आफ्नै ब्याकप्याकमा अथवा कसैले पर्स बोक्नुभएको हुन्छ होला, कसैले ह्यान्ड क्यारी बोक्नुभएको हुन्छ होला, त्यो एक्सेसमा राख्नुहोस्। एयरपोर्ट टाइममा पुग्नुहोस्, सो द्याट मेरो जस्तो केही इररहरू भयो भनेदेखि सुधार्ने समय हुन्छ होइन। एन्ड कतै पनि इमिग्रेसन अथोरिटीहरूमा वेदर इट बी नेपाल अथवा भोलि कोपेनहेगन पुगिसके पछाडि होला अथवा स्विडेन पुगिसके पछाडि होला, एयरपोर्टबाट निक्लिने इत्यादि बेलामा काहीँ पनि तपाईँहरू डराउनु, आत्तिनु पर्ने अथवा प्यानिक हुनुपर्ने केही पनि छैन। होल्ड योर कन्फिडेन्स होइन। तपाईँसँग प्रपर सेन्जेन के अरे भिजा छ होइन। सो नो वान इज गोइङ टु स्टप यु अथवा ट्रबल यु होइन। सिमिलरली अघि सुरुमा यो यताबाट खानेकुराहरू लिएर जाँदाखेरि कसरी लिएर जाने, के लिएर जाने भनेर प्रकृति म्यामले बताउनु भएको थियो होइन। सो म्यामले पनि स्पष्टसँग भन्नुभएको थियो कि यहाँबाट यो मसला ससला यो त्यो इत्यादि लिएर गइन्छ भनेदेखि त्यसको प्रपर प्याकेजिङ हुनु पऱ्यो, त्यसमा के इन्ग्रेडियन्ट छ त्यो चाहिँ एउटा पेपरमा लेखेर हालिदिनु पऱ्यो। अदरवाइज यतिकै ऱ्यान्डम प्लास्टिकमा पोको पारेर लिएर गयो भनेदेखि इनकेस होइन, जेनरली हेर्दैन सुटकेस खोलेर हेर्नुहोस्, बट इनकेस हेरिहाल्यो भनेदेखि ती सामानहरू लान दिँदैन है। र यहाँबाट अब धेरै यो चाहिँ यो खाद्यान्न खानेकुराहरूमा फोकस नहुनुहोस् भन्ने मेरो सजेसन होइन। कारण 2 वर्षको पढाइ होला कसैको, 1 वर्षको होला, कसैको 3 वर्षको होला, कोही जिन्दगी बिताउने होला। सधैँ यहाँबाट त्यो साध्य पनि लाग्दैन होइन। त्यसैले अब एकदमै आफूले मिस गर्ने खानेकुराहरू त्यस्तो भयो। ती बाहेक अब अथवा मसला ससला इत्यादिहरू चाहिँ इनिसियली कहाँ पाउँछ भन्ने आइडिया नहुनसक्छ तपाईँहरूलाई। सो यी कुराहरू चाहिँ लाँदा भयो, तर एक्सेसिभ धेरै खानेकुराहरू चाहिँ नलैजानुहोस्। र लत्ता कपडाहरू पनि एकदमै धेरै एक्सेसिभ बोकेर नलानुहोस् होइन। 50,000 60,000 70,000को सपिङ गरिराख्नु पर्दैन मेरो बुझाइमा होइन। आफूसँग जे छ त्यसमा केही कुराहरू एड गरेर जानुहोस् होइन। भोलि उतै गएर पनि लगभग उस्तै पर्छ कि किन्नलाई ल। यो डिस्काउन्ट सेल इत्यादिहरू हेरेर किन्नुभयो भने यहाँभन्दा क्वालिटीको कपडाहरू पनि पाउनुहुन्छ र यहाँभन्दा मेबी सस्तो पनि पाउन सक्नुहुन्छ ल। अनि अर्को कुरा भनेको जाने बित्तिकै इन्टरनेसनल अफिसमा सम्पर्क गर्नुहोस् होइन। युनिभर्सिटी पुग्ने बित्तिकै होइन, त्यहाँ केही समस्याहरू भयो, केही बुझिएन, केही जानेन, केही गडबडी भयो भनेदेखि चाहिँ रिच आउट टु अस ल। हामीसम्म छ रिच हुनुहोस् भनेको, वेदर फ्रम वाट्सएप अथवा इमेल अथवा केमा हुनुहुन्छ तपाईँ कनेक्टेड होइन। सो रिच आउट टु अस होइन, विल गाइड यु, बुझ्नुभयो ल। जस्ट प्यानिक नगर्नुहोस् है। अनि त्यो अकोमोडेसनको कन्टेक्स्टमा अघि मैले बताइहालेँ कि केही समस्या देख्नुहुन्छ भनेदेखि फोटो भिडियो बनाएर राख्नुहोस्। एन्ड एउटा कुरामा एकदमै अलर्ट रहनुहोस् है। यो अकोमोडेसनको चाबी हुन्छ नि कि होइन,
त्यो झुकेर कोठाभित्रै छोड्नुभयो, तपाईँ बाहिर आउनुभयो होइन, भने तपाईँ अब चर्को फाइनमा पर्नुभयो, बुझ्नुभयो है। आई थिङ्क स्विडेनमा त 100 युरो माथि होला, 100 युरो माथि होला होइन, स्विडेनमा त्यो चाबी निकालिदिएको, बुझ्नुभयो है। त्यो कारणले गर्दा त्यो कुरामा चाहिँ एकदमै अलर्ट हुनुहोस् होइन। सुरुमा जाने बित्तिकै चाबी चाहिँ पकेटमा हालिहाल्नुहोस्, अथवा चाहिँ बाहिर मैले बाहिर निक्लिँदाखेरि चाबी आफूसँग बोक्नुपर्छ भनेर सम्झिनुहोस् ल। इनकेस भित्र अड्क्यो भनेदेखि त्यो फाइन भन्दा पनि अब उनीहरूले लकहरू चेन्ज गर्नुपर्ने हुन्छ, कम्प्लिट सिस्टम चेन्ज गर्नुपर्ने हुन्छ, त्यो महँगो परिदिन्छ होइन। सो कम्तीमा केही नपर्दा पनि 100 युरो पर्छ, 100 युरो भने 1000 क्रोनर माथि पर्छ है। सो यो कुरामा अलिक ध्यान दिनुहोस्। अनि अर्को भनेको उता गएर अब नेगेटिभ कुरा सेयर गर्ने मान्छेहरूसँग सकभर आइसोलेटसँग टाढा बस्नुहोस् होइन। रादर त्यो कुरा चाहिँ प्रोडक्टिभ काममा युज गर्नुहोस्, भाषा सिक्ने इत्यादि अघि नै बताइहालेँ होइन। सो यिनीहरू नै कुरा हो। आई बिलिभ वी हेभ लाइक एक्सप्लेन यु अल द रिक्वायर्ड थिङ्स इन डिफ्रेन्ट फेजेस होइन। थुप्रै इन्फर्मेसनहरू रिलिज भएको थियो यहाँबाट, यो माइकबाट है। सो मेबी तपाईँहरू सबै क्याच गर्न सम्भव हुनु भएन है। यो कुराहरू समेटेर हामीले लिफलेट पनि बनाएको छौँ, तपाईँहरूलाई दिन्छौँ पनि त्यो। अनि मोर इम्पोर्टेन्टली वी आर रिचेबल अर वी आर एट योर एक्सेस होइन। वेनेभर यु रिक्वायर अस रिच आउट टु अस, हामी गाइड गर्छौँ ल। अब अहिले पनि तपाईँहरूको केही क्वेरीहरू छ होइन, केही क्वेसन्सहरू छ, केही नबुझिएको कुराहरू छ भनेदेखि यु क्यान रेज द क्वेसन एन्ड विल ट्राई टु सल्भ इट। ओके, कसैको केही छ? एनीबडी, एनी क्वेसन्स? भन्नु त म्याम। यस्तो छ म्याम। ओके, कोर्स रेजिस्ट्रेसनको लागि कतिपय युनिभर्सिटीहरूले विद्यार्थी फिजिकली युनिभर्सिटीको इन्टरनेसनल अफिसमै आएर रेजिस्टर गर्नुपर्छ भनेर भन्छ होइन। कतिपयले चाहिँ अनलाइन रेजिस्टर गर्न सकिन्छ, म्याक्सिमम् अधिकांश युनिभर्सिटीहरूको चाहिँ अनलाइन रेजिस्टर गर्न सकिन्छ होइन। त्यो अनलाइन रेजिस्ट्रेसनको लागि पनि उनीहरूले टाइम फ्रेम दिएको हुन्छ। कतिपयको रेजिस्ट्रेसन नै नखुलेको पनि होला अहिले होइन। सो जति बेला रेजिस्ट्रेसन खुल्छ त्यो समयमा चाहिँ अनि रेजिस्ट्रेसनलाई अप्लाई गर्नु पऱ्यो। हामी त्यो वाट्सएप ग्रुपमा कुन कुन युनिभर्सिटीको रेजिस्ट्रेसनको टाइम फ्रेम कहिले कहिले हो त्यो पठाइदिन्छौँ ल। हुन्छ? अरू थुप्रैले हात उठाउनु भएको थियो, पछाडिबाट पनि हुनुहुन्थ्यो। क्वेसन छ कोहीसँग केही छ? के भन्नुभयो? इमेल हामीले क्रिएट गरेर तपाईँहरूलाई जुन ह्यान्डओभर गरेको छौँ होइन, यही इमेलबाट चाहिँ तपाईँहरूले पढाइ इनिसिएट गर्नुहोस् होइन। अनि उता युनिभर्सिटीसँग कुरा गरेर विथ टाइम त्यो चेन्ज गर्न पाउनुहुन्छ तपाईँहरूले होइन। बट अहिलेको लागि यही इमेलबाट अगाडि बढ्नुहोस्। हजुर होइन, त्यो टिएफ मेल्सवाला जुन छ नि, हजुरको नाम के थियो? हो, टिएफ मेल्स त्यो हाम्रो 3 वर्षसम्म राखिदिरहेको हुन्छ तपाईँहरूको लागि। हुँदैन, केही त्यसको पासवर्डहरू बिर्सिनु भयो, लगइनलाई केही समस्याहरू भयो भनेदेखि चाहिँ यो रिच आउट टु अस, हामी सल्भ गरेर तपाईँहरूलाई भनिदिन्छ। त्यो हामी नेक्स्ट 3 वर्षको लागि डिजल्भ गर्दैनौँ, त्यो इमेल राखिराख्छौँ ल। बट इफ यु विस यु क्यान चेन्ज ल। भोलि उता युनिभर्सिटीमा मानव कसैले चाहिँ फिजिकल रेजिस्ट्रेसन गर्ने हो भनेदेखि होइन, त्यति बेला कुरा गर्दाखेरि हुन्छ होइन कि म चाहिँ मेरो नयाँ आइडी चाहिँ थ्रो रेजिस्टर गर्न चाहन्छु भनेर, एन्ड दे विल डु एकर्डिङली ल। अरू एनी मोर? हेलो सर। हजुर, हामीलाई यो कोअर्डिनेसन सिमको बारेमा थोरै भनिदिनु। कोअर्डिनेसन सिमको डिसएडभान्टेज के हुन्छ होइन, अनि हामीले कोअर्डिनेसन सिम पाएपछि हामीले एससिएफआई चाहिँ के छ त्यो लिने चाहिँ हुँदैन। ओके, बस्नुहोस् ल। कोअर्डिनेसन सिम मैले भाइको क्वेसन बुझेँ होइन। कोअर्डिनेसन नम्बर
इट्स नट सिम, कोअर्डिनेसन नम्बर अथवा पर्सन नम्बर होइन। पर्सन नम्बर पहिला पर्सन नम्बर बुझौँ ल। पर्सन नम्बर भनेको चाहिँ इट्स अ युनिक आइडेन्टिफिकेसन नम्बर होइन, द्याट इज प्रिसाइजली एलोकेटेड टु यु है। त्यो भनेको तपाईँलाई स्विडेनको पपुलेसन रेजिस्टरमा इन्ट्री गराएको है। अनि पर्सन नम्बर स्विडेनमा अक्वायर गर्नको लागि तपाईँहरूको भिजाको ड्युरेसन मिनिमम 12 महिनाको चाहिन्छ, 1 इयरको भिजा ड्युरेसन चाहिन्छ होइन। सो दोज स्टुडेन्ट्स हु आर गोइङ टु स्टडी अ 2 इयर्स डिग्री प्रोग्राम अथवा मोर अबोभ 3 इयर्स डिग्री प्रोग्राम होइन, उहाँहरूको भिजा अलरेडी 13 महिनाको हुन्छ यहाँ सुरुमै मिनिमम। अहिले त 2 वर्षकै दिन थालेको छ यो सालदेखि, पोहोर सालदेखि होइन। सो उहाँहरूलाई पर्सन नम्बरको केही पनि समस्या भएन, दे विल इजिली गेट पर्सन नम्बर होइन, वाइल दे रेजिस्टर देमसेल्फ एट स्कातेभर्केट अथवा ट्याक्स एजेन्सी होइन। सो जसको भिजा जो 1 इयर डिग्री प्रोग्राममा जाँदै हुनुहुन्छ उहाँहरूको भिजा ड्युरेसन 10 महिना 11 महिना यस्तो हुन्छ युजली होइन। युजली 11 महिना हुन्छ, कसैको 10 महिना पनि दिएको हुन्छ। सो तपाईँहरूको 12 महिनाको भिजा नपुगेको हुनाले तपाईँहरूले पर्सन नम्बर पाउनुहुन्न है। बट अब स्विडेनमा गएर एक्टिभिटी त गर्नु पऱ्यो होइन। तपाईँ त 1 वर्षको अध्ययनको लागि जानुभएको छ, पढाइ नै सिध्याएर फर्किनु भयो भने पनि मिनिमम 1 वर्ष त बस्नुहुन्छ होइन। सो त्यो सहजीकरण गर्नलाई उनीहरूले टेम्पोररी पर्सन नम्बर दिन्छ जसलाई कोअर्डिनेसन नम्बर भनिन्छ, बुझ्नुभयो है। सो कोअर्डिनेसन नम्बरमा चाहिँ केही लिमिट्सहरू हुन्छ कम्पेयर टु पर्सन नम्बर होइन। कोअर्डिनेसन नम्बरबाट आफैले आफ्नो नाममा अकोमोडेसनहरू खोज्न पाइँदैन अथवा रिजर्भ गर्न पाइँदैन एउटा होइन। त्यसै गरी अर्को भनेको भोटिङ राइटहरू हुँदैन होइन, जस्तो किन बिकज यु आर नट रेजिस्टर्ड इन पपुलेसन रेजिस्टर है। सो यति केही लिमिटेसन्सहरू हुन्छ होइन। बट इट्स नट लाइक कि मसँग पर्सन नम्बर भएन ला अब के नै हुन्छ होइन, अब सिद्धो बर्बाद भयो भनेर सोच्नु पर्दैन। म यो किन बताउँदैछु भनेदेखि नि मैले अघि भनिरहेको थिएँ नि, तपाईँहरू स्विडेन पुगिसके पछाडि 10 जना मध्ये 8 जनाले तपाईँलाई नेगेटिभ कुरा गर्छ भनेर होइन। ती 8 जनाले यसको बारेमा तपाईँलाई अत्याउन चुक्दैनन् कि ए हो र ला त एक वर्ष भिजा छैन त सकिस् गइस् होइन, त बेकार आएको होइन। यस्ता कुराहरू पाउनुहुन्छ बिकज दे डोन्ट ह्याभ इन्फर्मेसन देमसेल्स, उनीहरू आफैलाई थाहा छैन त्यो कुरा। किन उसले पनि वर्षौँ अगाडि त्यही सुनेको थियो अनि त्यही मात्र बुझेको छ, त्यही मात्र रिले गर्दै आइरहेको छ कि है। त्यो हो। त्यसैले जस्तो म के अरे लेस देन 1 इयर डिग्री प्रोग्राममा गएँ, मसँग 10 महिनाको मात्रै भिजा छ मानौँ होइन, मसँग पर्सन नम्बर छैन, म काम खोज्न गएँ इम्प्लोयर ओके विलिङ भयो होइन, डु यु ह्याभ पर्सन नम्बर भनेर उसले मलाई सोध्यो होइन। मैले उसलाई के भन्छु भने आई डोन्ट ह्याभ अ पर्सन नम्बर बट गिभ मी अ जब कन्ट्र्याक्ट होइन, आई क्यान अप्लाई फर कोअर्डिनेसन नम्बर होइन। सो अब म इम्प्लोयरलाई काम लाग्ने मान्छे छु भनेदेखि त उसले त्यतिको कारणले गर्दा मलाई जब नदिने हुँदैन कि, यु विल रेडीली गिभ मी जब। किन मैले तुरुन्तै चाहिँ टेम्पोररी पर्सन नम्बर पाइ नै हाल्ने कुरा हो, मैले तुरुन्तै काम गर्न पाउने कुरा हो होइन। सो त्यत्रो ठुलो डिफ्रेन्स छैन, बट देयर आर फ्यु डिफ्रेन्सेस र फ्यु रेस्ट्रिक्सन्स इन कोअर्डिनेसन नम्बर ल। सर यो SFI को बारेमा चाहिँ के को कोअर्डिनेसन नम्बरबाट SFI चाहिँ ल्याङ्ग्वेज सिक्न पाइन्छ कि पाइँदैन? त्यसको लागि पर्सन नम्बर नै चाहिन्छ, पर्सन नम्बर नै चाहिन्छ होइन। बट द्याट डिपेन्ड्स अपन कम्युन पनि है, कतिपय कम्युनहरूले कन्सिडर गर्छ होइन, कतिपय कम्युनहरूले कन्सिडर गर्दैन। सो तपाईँले आफ्नो लोकल कम्युनमा गएर चाहिँ बुझ्नुहोस् एकचोटि ल। यो लास्ट क्वेसन भनेको यो 1 इयर्सको पनि 50-50 चान्स छ भन्ने खाले चाहिँ मैले सुनेको थिएँ कि त्यो राइट हो कि रङ हो? कस्तो पर्सनल नम्बर 1 इयर्सको डिग्री गर्नेहरूले पनि 50-50 चान्स पाउन पनि सक्छ बाई चान्स भन्ने खाले सुनेको थिएँ कि मैले। होइन पाइन्छ ल। जस्तो इफ यु डु नट ह्याभ जबको कन्टेक्स्टमा त्यो हो कि, बुझ्नुभयो है। तपाईँ सिम्पली विद्यार्थी हुनुहुन्छ होइन, तपाईँले चाहिँ ट्याक्स अफिसमा गएर चाहिँ 1 वर्षको भिजा देखाएर पर्सन नम्बर मलाई दे भन्यो भनेदेखि उसले दिन मान्दैन होइन। त्यसो भए मलाई कोअर्डिनेसन नम्बर दे भन्नुभयो भनेदेखि पनि होइन, दे विल आस्क फर रिजन्स है। यु सुड बी एबल टु स्टेट रिजन्स। जस्तो मैले 6 महिनाको मात्रै फी तिरेर आएको छु, अर्को 6 महिनाको मैले फी तिर्नु छ, त्यसको लागि चाहिँ मैले 2nd सेमेस्टरको इन्भोइस घरमा पठाउनु पर्छ अनि मात्र मेरो प्यारेन्ट्सले त्यो इन्भोइस ब्याङ्कलाई देखाएर मेरो यहाँको ब्याङ्क एकाउन्टमा मात्र पैसा ट्रान्सफर गर्न सक्छ। सो के त म नपढ्नु अब होइन। सो यु हेभ टु पुट यर थिङ्स करेक्टली कि, बुझ्नुभयो ल। त्यो भए पछाडि
अब तपाईँले ब्याङ्क एकाउन्ट खोल्नलाई त कोअर्डिनेसन नम्बर भए पनि चाहियो एटलिस्ट होइन, एन्ड दे आर कम्पेल्ड टु गिभ यु। ल अथवा कसैले जब पायो, इभन 4 घन्टाकै जब कन्ट्र्याक्ट पायो, जेसुकै जब कन्ट्र्याक्ट, जेसुकै काम होस्, 4 घन्टाकै कन्ट्र्याक्ट पायो भनेदेखि मैले इम्प्लोयरसँग पैसा दिनु छ। स्विडेन इज ए क्यासलेस कन्ट्री होइन, जब पाएको छु अब त कोअर्डिनेसन नम्बर नदिकन मैले कसरी गर्ने होइन भनेपछि तुरुन्तै गरिदिन्छु। ल अरू केही क्वेसन्सहरू छ? आई थिङ्क छैन। ल स्टिल केही क्वेरीहरू भयो भनेदेखि होइन, यु क्यान रिच आउट टु अस एनी टाइम भाया कल, भाया वाट्सएप, भाया भिजिट। ल अब यो एउटा सानो टोकन अफ ल एउटा केही मर्चेन्डाइज छ, त्यसमा चाहिँ यही यो प्री डिपार्चरको चाहिँ लिफलेट पनि छ होइन, इत्यादिहरू राखेर चाहिँ यो छ। सो यो लिएर मात्र जानु होला ल सबैजनाले। हस्।